Sponsored by Jagadamba Premium Chakiada. Real Burst Apple, light and refreshing. YY Quick Tom Yum. Wordlink, Cable Zoom, नेपालको सबैभन्दा फास्टेस्ट इन्टरनेट. अशोक लील्यान्ड, तपाईको प्रगति हाम्रो चाहना. आदरणीय दर्शकवृन्द नमस्कार. कार्यक्रममा यहाँलाई स्वागत छ. म सुशील पाण्डे. मधेसमा लामो समयदेखि आन्दोलन थियो, त्यो अहिले केही समय मत्थर भएका छन्. मधेसमा अन्य थुप्रै खालको आन्दोलन पनि भइरहेको छ. केही सशस्त्र समूहले लामो समयदेखि आन्दोलन गरिरहेका छन् भने पछिल्लो समय स्वतन्त्र मधेस गठबन्धनको नाममा मधेसलाई टुक्र्याउनु पर्ने आवाजहरू पनि उठ्ने गरेको छ. आखिर देशबाट मधेसलाई टुक्र्याउनु पर्ने आवाजहरू किन उठ्छन्, यसको कारण के हो र यो समस्याको समाधान के हो? आज हामी यसै सम्बन्धमा छलफल गर्दैछौँ. स्टुडियोमा हुनुहुन्छ स्वतन्त्र मधेस गठबन्धनका संयोजक डाक्टर सीके राउत. स्वागत छ यहाँलाई कार्यक्रममा. धन्यवाद सुशील. तपाईँ देश टुक्र्याउनु पर्छ भन्दै हिँड्नुहुने मान्छे होइन. किन टुक्र्याउने? यदि मिलेर बसेको यो देशलाई समृद्धि गर्ने कि अब यो सेपरेसनतिर जाने? सुशीलजी, सबभन्दा पहिला मलाई त्यो टुक्राउने शब्दप्रति अलिकति आपत्ति छ. किनभने कुन पर्सपेक्टिभबाट तपाईँले यसलाई हेर्नुहुन्छ त्यसमा निर्भर पर्दछ. जुन कुरा एक हुँदै होइन, जुन कुरा एक छँदै थिएन, तिनीहरू यदि अलग हुन्छ भने तिनीहरू टुक्रिएको होइन. खासमा कसरी मधेस र नेपाल भनेको अलग अलग राष्ट्रियताहरू, त्यो सबै कुराले एकदम देखाउँछ. विभिन्न राष्ट्रियता मिलेर एउटा राष्ट्र बन्छ. अन्तर्राष्ट्रिय अनुभवले त्यही भन्छ डाक्टर राउत होइन. अहिले नै तपाईँले होली पर्व मनाउनु, पहाडतिर एक दिन मनाउनु भयो, त मधेसतिर अर्को दिन थियो होइन. हरेक कुरामा भाषा, संस्कृति, वेशभूषा, राष्ट्रको लागि आवश्यक जति पनि तत्त्वहरू हुन्छ, ऐतिहासिकतादेखि लिएर भौगोलिकतादेखि लिएर समान मनोवैज्ञानिकतादेखि लिएर तपाईँको आर्थिक संरचनाको कुरा आउँछ, त्यो सबै जुन तत्त्व राष्ट्रको लागि आवश्यक हुन्छ त्यो मधेसको लागि मौजुद छ. र मधेस नेपालभन्दा पृथक राष्ट्र हो. र त्यसरी मधेस अहिले नेपाली औपनिवेशिक शासन अन्तर्गत मात्रै राष्ट्रियता मिलेर एउटा राष्ट्र बन्छ, त्यो कुरो तपाईँ पत्याउनुहुन्छ नि होइन. राज्य बन्छ, मल्टिनेसनल स्टेट हुन्छ त्यो. तर अहिले मधेसमा जुन शासनको प्रवृत्ति छ त्यो मल्टिनेसनल स्टेट अन्तर्गत पनि पर्दैन. त्यो खासमा कस्तो भने कोलोनाइजिङ रुल, कोलोनियल रुल मात्रै हो. तर्क के यसको छ? एकदम बिल्कुल तर्क छ. हामी सबैलाई थाहा छ कि भारतमा बेलायतको औपनिवेशिक शासन थियो र त्यति बेला तपाईँ के थियो भन्दाखेरि केवल 3% सैनिकहरू बाहिरबाट आएका थिए, यानि कि 3% सैनिकहरू अङ्ग्रेज थिए. त्यही पनि त्यो कोलोनाइज थियो, अङ्ग्रेजहरूको अधीनमा थियो. जबकि मधेसमा अहिले जुन मौजुद सेनाहरू छन् त्यसमा 95% भन्दा बढी सेनाहरू मधेस बाहिरबाट आएर मधेसमा कब्जा जमाएर बसेका छन्. भनेपछि भारतमा केवल 3% सेना बाहिरबाट आउँदाखेरि त्यो कोलोनियल रुल हुने, त्यहाँ चाहिँ औपनिवेशिक शासन हुने. हामी कहाँ चाहिँ 95% भन्दा बढी सेना बाहिरबाट आयो भने चाहिँ कोलोनियल रुल हुने. थुप्रै प्रश्नहरू जन्माइदिए. जहाँ तपाईँ पढ्नुभयो बेलायतमा होइन, अक्सफोर्ड युनिभर्सिटी पढ्नुभयो, त्यहाँ पनि विभिन्न राष्ट्रियता मिलेर एउटा राष्ट्र बनेको छ. स्कटिसहरू छन्, त्यहाँ आइरिसहरू छन् होइन. नेपाल त्यसै गरी विभिन्न राष्ट्रियता मिलेर एउटा राष्ट्र बन्न सक्दैन भन्ने तपाईँको आधार के? एउटा कुरा. अर्को 7 समुद्र पारबाट आएर जसरी कोलोनाइज गरिएको थियो भारतलाई, त्यसै गरी नेपालको यो समुदाय, तपाईँले इङ्गित गर्न खोजेको पहाडी समुदायले मधेसीलाई शासन गरे भन्ने तर्कको आधार के थियो भन्नुहोस् त. यसमा पहिला म एउटा करेक्सन गर्न चाहन्छु. म क्याम्ब्रिज युनिभर्सिटीबाट पिएचडी गरेको होइन. अनि यहाँ चाहिँ अब के छ भन्दाखेरि त्यही बेलायतकै उदाहरण हो. बेलायतको शासन भारतमा थियो भनेपछि भारत बेलायतकै अंग त भइसकेको थिएन, बेलायती साम्राज्यको हिस्सा थियो. त्यसै गरी मधेस चाहिँ अहिले नेपाली साम्राज्यको हिस्सा हो, नेपाली स्टेटको हिस्सा हो, नेपाली साम्राज्यको हिस्सा हो. किनकि त्यहाँ कोलोनाइजिङ रुल, कोलोनियल रुल साबित गर्ने प्रशस्त आधारहरू छन्. अहिले मैले जुन एउटा सेनाको उदाहरण त्यो एउटा मात्रै पाटो, अर्को पाटोहरू पनि छन्. जस्तै आर्थिक नीतिको उदाहरण हामी लिन सक्छौँ. आर्थिक नीति के हुन्छ भन्दाखेरि कोलोनियल रुलमा शासक वर्गका मान्छेहरू अर्को ठाउँमा जान्छन्, त्यहाँ जति पनि साधन स्रोतहरू हुन्छन्, जति पनि ल्यान्ड हुन्छ, राजस्व उठ्छ, जे कुरा खानी स्रोत, जे सुनचाँदी जे मिल्छ त्यो सबै लिएर, त्यो सबै दोहन गरेर
आफ्नो ठाउँमा जुन त्यसको ओरिजिन ठाउँ हुन्छ त्यहाँ पठाउँछन्। मधेसमा के भइरहेको छ, मधेसले 2/3 GDP कन्ट्रिब्युट गरिरहेको छ, 3/4 राजस्व मधेसबाट उठिरहेको छ। तर बजेट दिने क्रममा तपाईँको 10% मात्रै बजेट मधेसलाई दिन्छ भनेपछि त्यो तपाईँको इकोनोमिक पोलिसीको आधारमा पनि मधेसमा कोलोनियल कायम रहेको छ। कर्णाली उपनिवेश भएको होला, त्यसो भए पूर्वी पहाड उपनिवेश भएको होला, उता पश्चिमी पहाड पनि उपनिवेश भएको होला। मैले अघि नै भने मधेसलाई मात्रै किन यो कुरा जोड्नु? मैले अघि नै भने एउटा दुईटा मात्रै फ्याक्टर, अरू पनि फ्याक्टरहरू छन्। जस्तै यसमा अझै जोड्दै जाउँ तेस्रो कुरा लिन सक्छौँ हामी। कोलोनाइजेसनको मतलब हुन्छ तपाईँको एक ठाउँका मान्छेहरू गएर, शासक वर्गका मान्छेहरू गएर अर्को ठाउँमा बस्दै कब्जा गरे, त्यहाँको भूमि कब्जा गर्दै बस्दै जानु। मधेसमा के भएको छ हेर्नुहोस्, कोलोनाइजेसन भएको छ। यानि कि 60 वर्ष पहिला केवल 6% पहाडीहरू जहाँ थिए, अहिले सबै कब्जा गरेर 36% बन्छ। तर त्यति नै मात्रामा मधेसीहरू पहाडतिर त बसाइ सरेनन्। भने यो सिम्पल माइग्रेसन होइन, यो कोलोनाइजेसन। तराईमा उर्वर भूमिको कारणले पहाडीहरू त्यहाँ जान बाध्य थिए, रोजीरोटी दुई हात मुख जोड्नको लागि गए। कोलोनाइज गर्न त गएका थिएन। काठमाडौँको सिंहदरबारले कोलोनाइज गर्यो भन्न सक्नुहुन्छ? तपाईँ एउटा अमुक समुदायले कोलोनाइज गर्यो कसरी भन्न सक्नुहुन्छ? मैले अहिले 3वटा फ्याक्टर भनिसकेँ। एउटा मात्रै फ्याक्टरले हेर्नु भएन, सबै फ्याक्टर एप्लाई गर्नुहोस्। अर्को पनि म एउटा थप्छु। कोलोनाइजेसनमा के हुन्छ भन्दाखेरि जहाँ शासक वर्गका मान्छेहरू जान्छन् त्यहाँ आफ्नो भाषा, संस्कृति र आफ्नो भ्यालुज लागू गर्छन्। यहाँबाट नेपालबाट थुप्रै मान्छेहरू अमेरिका जान्छन्, अमेरिकामा बसाइ सरेका छन्। तर तिनीहरू त्यहाँ गएर नेपाली सभ्यता, नेपाली भाषा, नेपाली संस्कृति श्रीमान गम्भीर गाउनुपर्छ भने त्यहाँ लादेका त छैन भने त्यो सिम्पल माइग्रेसन भयो। तर यहाँ मधेसमा के भन्दाखेरि नेपाली शासक वर्गका मान्छेहरू गए, त्यहाँ नेपाली भाषा लादे, नेपाली वेशभूषा लादे, नेपाली संस्कृति लादे। त्यो कोलोनाइजेसन लाद्ने प्रयास गरियो भन्न सकिएला। तपाईँले अघि नै कार्यक्रमको सुरुवातमा भन्नुभयो मधेसमा अर्कै दिन होली थियो, यहाँ अर्कै दिन होली थियो। काठमाडौँले लादेको भए त काठमाडौँले जुन दिन होली मनाउँथ्यो त्यो दिन बाध्य बनाएर होली बनाउन बाध्य बनाइहाल्थ्यो। त्यो विशेष गरी मधेसको हो होली, त त्यो होली काठमाडौँले मनाउन थालेको छ। मधेसका छठहरू काठमाडौँमा मनाइन्छ होइन। तपाईँ यतिखेर आएर चाहिँ यो चिन्तनले हेरेर 60 को 70 को दशकको चिन्तनले हेरेर हुन्छ डाक्टर राव? होइन, त्यो केही परिवर्तनहरू भएका छन्। तपाईँ याद गर्नुहोस् 20 वर्ष अगाडि के हुन्थ्यो र? 20 वर्ष अगाडि के होलीमा छुट्टी दिन्थ्यो मधेसमा? दिँदैन थियो। तर दसैँमा दिइन्थ्यो, ईदमा दिन्थ्यो, दिँदैन थियो। भने त्यसरी नै भएको केही सकारात्मक परिवर्तनहरू भयो जसको कारण चाहिँ मधेस आन्दोलन र मधेसीहरूको सक्रियता रह्यो। त्यसो भने तपाईँको अभियान असान्दर्भिक भयो? भएन, बिल्कुल भएन। अहिले त झन् सान्दर्भिक हुँदैछ। त्यो एउटा ससाना, अब पुरै 100% त नेगेटिभ त हुँदैन नि, केही सकारात्मक पक्षहरू पनि हुन्छ, केही सकारात्मक सुधारहरू पनि भयो। जस्तै सांस्कृतिक आयाममा के भयो, जस्तै कि यहाँको मान्छेहरूले अब होली मान्न थाले, यहाँको मान्छेहरूले छठ मान्न, त्यो एउटा सांस्कृतिक पाटो हो। तर औपनिवेशीकरणमा केवल सांस्कृतिक पाटो मात्रै हुँदैन, त्यहाँ अनेकौं कुराहरू हुन्छन् र त्यहाँ खास गरी साधन स्रोतको कुरा, आर्थिक नीतिको कुरा, यी कुराहरूले ज्यादा केवल सांस्कृतिक कुराहरू राख्दैन। जस्तै कि अमेरिकाले कम्प्लिट गरिदिइहाल्नु, जस्तै अमेरिकाले अब कोका कोलाको ब्रान्डलाई पुरै विश्वभरि नै फैलाइदियो भनेपछि त्यसले एउटा डाइमेन्सनमा, त्यो डाइमेन्सनमा कमसेकम कल्चरल कोलोनाइजेसन भनौँ या सफ्ट कोलोनाइजेसन गरेको। तर यसको मतलब होइन कि अमेरिकाले अब राजनीतिक रूपमा पनि पुरै विश्वलाई कोलोनाइज गरेको भन्नु मिल्दैन। भने त्यस्तै यो एउटा सांस्कृतिक पाटोमा केही हदसम्म एक्सचेन्ज भएका हुन्, त्यो चाहिँ सकारात्मक हो। धेरै हदसम्म छ नि। जस्तै मधेसकै प्रतिनिधित्व सरकारमा बारम्बार छ। पछिल्लो 62-63 मात्रै हेर्ने भने 56-57 जना मन्त्रीले राम्रो मन्त्रालय हाकिरहनु भएको छ होइन। यहाँ शासन गर्नु भएको छ, यहाँको स्रोत साधनको उपभोग गर्नु भएको छ त्यहाँका नेताहरूले। अनि अहिले आएर तपाईँ चाहिँ खालि ड्रोन मात्रै भएको छ, विभेद मात्रै भएको छ भन्नु भएको छ। शासक वर्गमा के फरक हुन्छ भन्दाखेरि शासक र शोषित वर्गमा तपाईँले शोषित वर्गको मान्छेले जतिसुकै ठुलो पदमा राखे पनि, राष्ट्रपति पदमा राखे पनि उसले के अधिकार प्रयोग गर्न पाए त आफ्नो मनले, त्यो कानुन सम्मतै संविधान सम्मतै के अधिकार प्रयोग गर्न पाए त? जुन ठाउँमा आफ्नो अधिकार प्रयोग गर्न पाए तिनीहरू चाहिँ आफ्नो हैसियत त्यही देखे कि आखिर उनीहरू दोस्रो दर्जाको नागरिक भयो भने चाहिँ मधेसका ती तमाम उत्पीडनमा परेका के मल्टी डाइमेन्सनल खालको उत्पीडन छ नि त्यहाँ मेचे कोचे झाँगड तेली मुसर लगायतका ती व्यक्तिहरूलाई के हुन्छ भन्दाखेरि कुन त्यहाँ समस्याहरू छन्, विभिन्न आयाममा समस्याहरू नभएका होइन। तर ती समस्याहरू समाधान गर्नका लागि पहिला हाम्रो हात खुल्ला हुनुपर्छ। अहिले के भएको छ भने बाहिरबाट आएका मान्छेले हाम्रो हात उल्टाएर बाँधिदिएको छ, जसले गर्दाखेरि हाम्रा ती समस्याहरूले समाधान गर्न पाइरहेको छैन। मैले यदि आवाज राख्न पाएको भए म माथि राज्य विप्लव मुद्दा किन चलाइन्थ्यो?
भने कुन संविधानको कुरा गर्नुहुन्छ कुन त्यही संविधानमा त वाक स्वतन्त्रता व्यक्ति स्वतन्त्रता छ त्यहाँ देश नै टुक्र्याउनु पर्छ भन्ने तपाईलाई त्यसो नगर्नु पर्ने कारण भन्नुस् भनेपछि अदालतले फेरि सफाई किन दियो त त्यही त एउटा प्रोसेसमा गएपछि तपाई किन दिनुहुन्छ यदि त्यो राज्य विप्लवको मुद्दा थियो भने साच्चीकैमा अदालत सफाई किन दियो त्यो त हैन अब यो फ्रीडम अफ स्पीच हुन सक्छ तपाई आफ्नो कुरा राख्न सक्नुहुन्छ तर कन्भिन्स गराउनुस् के यो कुरोलाई यसरी कन्भिन्स गराउनु कि तपाईले जुन अभियान सुरु गर्नु भएको छ यो समग्र राष्ट्रको लागि कति फाइदा छ जसको नाममा तपाई राजनीति गरिरहनु भएको छ उहाँहरुलाई के फाइदा छ त्यो त भन्नु पर्यो नि मधेस स्वतन्त्र हुनु समग्र नेपालकै लागि फाइदा छ किनभने त्यसमा हामी एउटा सिम्पल प्रिन्सिपलमा विश्वास गर्छौं बाँच र बाँच्न दियो भनेर अहिले के भइरहेछ न त नेपालीहरु पहाडीहरु पनि बाँचिरहेका छन् न त मधेसीहरुले बाँच्न दिइरहेका छन् हिजो केन्द्रको जाँतोमा पिदिएका थिए काठमाडौँको जाँतोमा पिदिएका थिए अब आफ्नो जाँतोले पिन्नुपर्छ मधेसी जनताले बिल्कुल हैन बिल्कुल हैन पहिला हाम्रो आफ्नो हात खुल्नुपर्छ अनि हामी आफ्नो समस्या समाधान गर्न सक्षम छौं एकदम बाँधिएको छ हरेक निर्णय हरेक डिसिजन मेकिङ कसको हातमा छ अहिले हाम्रो हातमा त के पनि छ तपाईले एउटा मधेसले म्यानेजिङ डाइरेक्टर बनाए पनि राष्ट्रपति बनाए पनि एउटा मन्त्री बनाए पनि उसको एउटा प्रियले समय टेर्दैन उसको प्रियले समय टेर्दैन भनेपछि एकदम हो कसरी हो एकदम हो मधेसी भएको कारणले आफ्नो सबै डकुमेन्ट लिएर गएर सिडिओ कार्यालयमा नागरिकता बनाइदियो भन्दा बनाइदैन अझै पनि उसको स्वेच्छामा निर्भर गर्छ उसले स्वेच्छामा कसैले सुन्न पाउँछ कसैले मलाई हेर्नुस् न 11-12 चोटी गिरफ्तार हो कसको स्वेच्छामा के आधार थियो 11 चोटी 12 चोटी गिरफ्तार हुनु के आधार थियो मलाई हिँड्नुहुन्छ अनि आधार हुँदैन कसरी फेरि त्यो त अदालतको काम हो नि मैले के गरे गैरकानुनी त्यो त छुट्याउने काम अदालतको थियो नि अदालतले सफाई दिइसकेको केसमा फेरि अहिले किन चलाइदिन्छ मलाई एउटा कुरा भनिदिनुस् डाक्टर तपाईलाई राष्ट्रद्रोही किन नभन्ने म राष्ट्रद्रोही न म राष्ट्र निर्माता हुँ यदि गान्धी राष्ट्रद्रोही हो भने म पनि भन्न रुचाउँला तर म राष्ट्र निर्माता हुँ जसले मधेस राष्ट्र निर्माणको अभियानमा लागेको गान्धीसँग तुलना गर्ने आधार भन्नुस् सबै आधारहरू छन् रोमान्टिसिजममा बाँचिरहनु हैन एकदम बिल्कुल हैन म एकदम यथार्थवादी मान्छे हो र एकदम प्राग्मेटिज्ममा बसेर स्वतन्त्र मधेसको लागि अभियान छेडेको इन्डियाको सेपरेसन मुभमेन्टको लिटरेचर पढ्ने हो भने त्यो कति सफल गरेको थियो त्यो अलिकति तपाईले राम्रै बुझ्नु भयो होला यति धेरै पढे लेखेका मान्छे त म कुनै असफल आन्दोलनको उदाहरण लिन चाहन्न यहाँ धेरै सफल आन्दोलनहरू पनि छन् त्यसको उदाहरण लिएर हामी अगाडि बढ्छौं हैन सबै छन् धेरै छन् भारत आफै पनि त आजाद भयो नि बेलायतबाट बेलायत हामी कहाँ त कस्तो अपोजिसन छ र नेपाल एडमा चल्ने देश हो जबकि भारतको पोजिसन कोसँग थियो त्यति बेला विश्वको सम्राट थियो तपाईले गरेको अभियानको तुलना मैले बेलायत र भारतको गरिराखेको छु हैन भारत र पाकिस्तानसँग गरिराखेको छु पाकिस्तान र बंगलादेशसँग गरिराखेको छु एकदम मिल्दैन एकदम पाकिस्तान र भारतको सेपरेसनसँग तुलना गर्नै मिल्दैन किनभने तिनीहरूको अलग मुद्दा थिए अलग कारणले अलग भए थिए जबकि भारत चाहिँ औपनिवेशिक शासन बेलायतीको औपनिवेशिक शासनबाट मुक्त भएका थिए त्यसरी नै हामी चाहिँ नेपाली साम्राज्यको औपनिवेशिक शासनबाट मुक्त हुनको लागि अहिले लागिपरेको छ भने चाहिँ हाम्रो रिजनेबल कम्पेरिजन भनेको त्यही हो भारत चाहिँ बेलायतबाट मुक्त हुनु जबरजस्ती युनिभर्सिटीको पीएचडी गरे जस्तो हो यो त एकदम बिल्कुल होइन हरेक आयाममा जोडेर तर्क गर्ने एकदम हरेक आयाममा मैले अघि नै डेटा नै तपाईले देखाए 5 वटा त रिजनिङै दिए तपाईले त्यो डेटामा विश्वास गर्ने आधारै छैन सबै डेटा हो तपाईको गभर्नमेन्टकै डाटा मैले डेटा इन्भेन्ट पनि गरेको तपाईको पनि हो सबैको हो सरकार हैन यही सरकारको अदालतमा भर्खर तपाई आफ्नो बयान दिएर अहिले भर्खर आउनु भएको छ के ढिलाइ हुनुको कार्यक्रममा फ्रीडम अफ स्पीच छ बोल्न पाइन्छ तर त्यो बोल्ने कुरा तर्कसङ्गत हुनु पर्यो कि जनतालाई फेरि पनि तर्कसङ्गत छैन भने तिनीहरूले ल्याएर बसाउनुस् न यदि हाम्रो कुरा यदि तर्कसङ्गत नभएको भए यसरी फैल्ने नै थिएन सरकारले दबाउनु पर्ने आवश्यकता थिएन त्यसले झुटो भनिदिएपछि तर्कले काट दिएपछि पुग्ने थियो सरकारले बलपूर्वक दबाउनका कारणै त्यही हो कि तिनीहरूले सत्यलाई झेल्नै सक्दैन सत्यलाई डिफेन्ड गर्नै सक्दैन एउटा यथार्थ के हो डाक्टर राउत भने मधेसमा उत्पीडन छ पहाडमा पनि उत्पीडन छ क्षेत्रीय रूपमा कर्णालीमा पनि उत्पीडन छ त्यो उत्पीडनको रियाक्सन विभिन्न तरिकाबाट व्यक्त हुने गरेको छ हैन तपाईले त्यो उत्पीडनको रियाक्सनको मेन स्ट्रिम समात्दिनु हो अलिकता हाई उसमा हाई भोल्युममा त्यसकारण तपाईलाई केही किशोरहरुको साथ छ त्यो यथार्थ तर यसलाई सम्पूर्ण समर्थन बुझ्ने चेष्टा गर्यो भने त्यो समस्या थप निम्तिन्छ त्यो बुझ्नलाई सरकारले यदि त्यो डर छैन भने त्यो जनमत संग्रह गराएर हेर्दा हुन्छ यो मेरो चुनौती हो नेपाल सरकारलाई यदि उनीसँग कुनै डर छैन मसँग समर्थन छैन भने नेपाल सरकारलाई मधेस स्वतन्त्रताबारे जनमत संग्रह के को डर त्यसमा तपाईको अहिले यो आन्दोलनले तपाईको 50 करोडको क्षति भएको छ 50 अरबको क्षति भएको छ भनेपछि 15-20 अरब खर्च गरेर जनमत संग्रह गर्न के को डर सरकारले उत्पीडन गरेर एउटा गल्ती गर्दैछ सेसेसनको मुभमेन्ट सुरु गरेर तपाईहरु अर्को गल्ती गर्दै हुनुहुन्छ जबकि एउटा गलत काम अर्को गलत कामले सचिँदैन यो सेसेसन हुँदै हुने यो हाम्रो फ्रीडम मुभमेन्ट हो जसरी चाहिँ बेलायतबाट भारत
आजाद भए, अरू देशहरू आजाद हुँदैछन् भए, त्यसरी नै हामी चाहिँ आफ्नो स्वतन्त्रताका लागि लड्दैछौँ। हामी कुनैसँग सेपरेट भइरहेका छौँ। हामी चाहिँ मधेसको स्वतन्त्रता चाहन्छौँ, मधेसलाई स्वतन्त्र राज्य थियो, कसैले गरे कोलोनाइज गर्यो, जसरी भारतलाई गरे जस्तो भनिरहनु भएको छ तपाईँ। एकदम एकदम म कसरी भनेर सोधिरहेको छु। एकदम तपाईँको गोर्खाली आक्रमणकारीहरू आउनुभन्दा अगाडि हामी कहाँ आफ्नै राजाहरूले राज्य गर्थे। त्यहाँ सेन वंशको राज्य थियो र तिनीहरूमाथि छल कपटपूर्वक गोर्खालीहरूले कब्जा गरे। त्यसो भए त यहाँ मल्ल राजाहरू थियो होला, नुवाकोटमा मगरहरू थियो होला, सबै छुटिन थाल्नु पर्यो होइन। यदि उनीहरूलाई राख्ने मनसाय भएको भए त्यहाँ कोलोनाइजेसन गर्नु भएन। यदि कोलोनाइजेसन गरेर राख्यो भने तिनीहरूलाई छुट्टिने अधिकार छ। र त्यो सबभन्दा ठुलो फ्याक्टर के हो भन्दाखेरि जनताले निर्धारण गर्नुपर्छ। त्यो जनताले निर्धारण गर्नेको कहाँ बस्ने हो, कुन देशमा बस्ने हो, कसरी निर्धारण गर्ने हो, त्यो जनतामाथि निर्भर गर्छ। र त्यही भएर म बारम्बार भन्दैछु त्यो जनमत सङ्ग्रह गराउने अधिकार हुनुपर्दछ। हामी कहाँ आइपुग्यौँ भने आन्तरिक उपनिवेश छ भन्ने तपाईँले तर्क गरिरहँदा यो उपनिवेश छ अथवा विभेद छ, यसलाई घटाउने हो भने तपाईँको अभियानको औचित्य छैन। मैले भन्दैछु यो आन्तरिक उपनिवेश हुँदै होइन, किनभने मधेसमा मधेस बाहिरबाट सेना आएर कब्जा गरेका छन्। यो आन्तरिक उपनिवेश कसरी भयो? आन्तरिक उपनिवेश त त्यति बेला हुन्थ्यो कि हाम्रो विभेद आन्तरिक हुन्थ्यो, त्यसबाट हामी प्रताडित हुन्थ्यो। अहिले त मधेस बाहिरबाट सेनाहरू आएर मधेस कब्जा गरेका छन्। यो आन्तरिक उपनिवेश कसरी भयो त्यो चाहिँ बुझ्नुपर्ने कुरा हो। तर हामीले जहिले पनि यहाँ अलिकति फ्यान्सी वर्डहरू युज गरेर त्यसलाई ढाकछोप गर्नुमा हामी खपिस छौँ। र त्यही भएर मूल समस्या जुन छ, समस्याको जडो जुन छ, उपनिवेशवाद जुन छ, त्यसलाई अहिलेसम्म ढाकछोप गरियो। तर नेपालकै विद्वानहरू जस्तै महेशचन्द्र रेग्मीको लिटरेचर पढ्नुहोस्, बाहिर जन वेल्टनको इतिहास पढ्नुहोस्, तिनीहरू क्लियरली लेखेका छन् तराई इज अ कोलोनी भनेर, एकदम क्लियरली लेखेका छन्। र महेशचन्द्र रेग्मी पहाडी विद्वान नै हुन्। उहाँले आर्थिक नीतिको आधारमा साबित गरेका छन् कि मधेस औपनिवेशिक शासनको अन्तर्गत रहेको छ। तपाईँलाई छुट्टै राज्यको शासन गर्ने महत्त्वाकांक्षा कसैले बढाइदियो? एकदम बिल्कुल होइन। मैले जुन दिन यो अभियानको घोषणा गरेँ त्यही दिन मैले घोषणा गरेँ म कुनै पनि पोस्टको लागि बनेको छैन। र मैले काठमाडौँको खुल्ला मञ्चबाट मैले भनेको छु म कुनै राष्ट्रपति, मन्त्री वा सभासद हुनको लागि यो राजनीतिमा आएको होइन। म एउटा स्वतन्त्र नागरिक बन्नको लागि आएको हो। जुन पहिचान मेरो गुमेको छ, जुन राष्ट्रियता मेरो गुमेको छ, त्योको लागि मैले लडेको हो। मैले भन्दैछु म आफ्नो पहिचानको लागि, म आफ्नो राष्ट्रियताको लागि लड्दैछु। यसमा चाहिँ कसैले उचाल्नु पर्ने आवश्यकतै छैन। आलोचकहरू हुन्छन् पश्चिमाले उचाले तपाईँलाई, आलोचकहरू जहाँ पनि हुन्छन्, जे मन लाग्छ र उनीहरूसँग प्रमाण भएको भए अहिलेसम्म तपाईँसँग यहाँ टिभीमा 24 घण्टा प्रसारण हुन्थ्यो र यो अहिलेसम्म के भइसक्यो हुन्थ्यो। उनीहरूसँग प्रमाण भएको नेपालको जियो पोलिटिक्सको कारणले तराईलाई यदि सेपरेट गर्न सक्यो भने त्यसलाई बफर स्टेट बनाएर यहाँ खेल्न सकिन्छ, चीनसँगको टिबेट इस्युमा खेल्न सकिन्छ भन्ने पश्चिमा राष्ट्रको चासो, त्यसमा तपाईँ एउटा गोटी सही हो। तपाईँलाई के भनौँ भन्दै नेपालमा पश्चिमा राष्ट्रलाई खेल्न सजिलो छ, तर मधेसमा चाहिँ त्यो सजिलो हुने छैन। किनभने मधेस त्यसै पनि मधेसी जनताहरू अलिकति रिलेटिभ रूपमा कमसेकम भारतको निकट महसुस गर्छन्। भने चाहिँ मधेस स्वतन्त्र भयो भने त्यहाँ पश्चिमाहरूले खेल्ने अवसर पाउने जुन आरोप छ त्यो सरासर गलत हो। त्यो बेसलेस आर्गुमेन्ट हो। त्यो आर्गुमेन्ट तपाईँ जस्तो पश्चिममै पढी हुर्किएको विद्वानलाई खेलाए। पश्चिममा पढ्ने बित्तिकै पश्चिमेली प्रभावमा पर्नुपर्छ भनेर छँदैछन्। त्यसो भएको भए त अहिले दुबईबाट, मलेसियाबाट मभन्दा धेरै मधेसीहरू आइरहेको छ। तिनीहरूलाई कि मलेसियाले नै परिचालित गरेको, तिनीहरूलाई कि दुबई कतारले नै परिचालित गरेको भन्नु पर्यो। मैले अब कामको सिलसिलामा 2 महिना 2 वर्ष कतै बाहिर बसेँ भन्दैमा त्यहीँबाट परिचालित हुनुपर्छ भन्ने जुन आर्गुमेन्ट, त्यो एउटा बचपना मात्रै हो। बचपन मान्छे, विद्वान मान्छे है, यदि युवा हुनुहुन्छ, यदि प्रखर हुनुहुन्छ, तर लाग्नु भएको छ यस्तो यो बचपनातिर, यो बचपना, यो एकदम यो रोमाञ्चकतातिर एकदम यो महत्त्वपूर्ण एजेन्डा हो। दुःख दिन्छ। एउटा पुस्ता, दुईटा पुस्ता लस्ट हुनेवाला छ। अहिले नै तपाईँ हेर्न सक्नुहुन्छ यसको प्रभाव। अहिले हामी नलागेको भए यही आन्दोलन अहिले उग्र भएर के हिंसात्मक भइसक्यो हुन्थ्यो। हाम्रो अभियानको कारणले यो आन्दोलन शान्तिपूर्ण रहेको छ अहिलेसम्म पनि। अहिले नै हामीले त्यो एङ्गरलाई कन्टेन्ट नगरेको भए अहिले नै नेपालको अस्तित्व नै सङ्कटमा हुने थियो। भनेपछि हामीले सही दिशा देखाएर जनतालाई सही मार्गमा ल्याएर सही काम गरेका छौँ। के सही दिशा देखाउनु भयो? हामीले शान्तिपूर्ण मार्ग देखाएको छौँ। हामीले सही समाधान दिएका छौँ। देशलाई चाहिएको हो समृद्धि हो कि स्वतन्त्रता हो? हेर्नुहोस्, तपाईँले सबभन्दा पहिला कुरा याद राख्नुहोस् कि डेभलपमेन्ट विदाउट फ्रिडम पोसिबल हुँदैन। सबभन्दा पहिला तपाईँले फ्रिडम चाहिन्छ, त्यसपछि मात्र डेभलपमेन्ट आउँछ। यो खास गरी पढे लेखेका एलिट वर्गहरूले यो गर्ने घोषणा हुन् कि म त राजनीतिदेखि घृणा गर्छु, पहिला डेभलपमेन्ट चाहिँ विकास चाहियो, यो एलिट वर्गले गर्ने घोषणा हुन्। तर विदाउट फ्रिडम तपाईँको एउटा पेडा पसल त बर्मजियामा खोल्न सकिन्न भने तपाईँ कुन डेभलपमेन्टको कुरा गर्नुहुन्छ?
सबभन्दा पहिला फ्रिडम आफ्नो हातमा आउनु पर्यो, डिसिजन मेकिङ आफ्नो हातमा आउनु पर्यो, अनि पछि मधेस आफै डेभलप हुन्छ। मधेससँग पर्याप्त रिसोर्स छ एकदम बिल्कुल छैन। के डिसिजन छैन भने पुरै मुलुकमै छैन होला तपाईको हो। हामीले भने अघि नै भने 3/4 राजस्व तिर्सौतर बजेट निर्धारण गर्न कसले निर्धारण गर्छ? कुनै मधेसले निर्धारण गर्छ बजेट? प्याराडाइम शिफ्ट भएको छ तपाईको पोलिटिक्सको। म यसमा अझ एउटा पोइन्ट थप्छु, तपाईले नागरिकता दिने कि नदिने त्यो पनि के हाम्रो हातमा छ? बिल्कुल छैन। भनेपछि त्यहाँ त डिसिजन मेकिङ त हाम्रो हातमा केही पनि छैन। यो नागरिकता जस्तो सामान्य अधिकार फन्डामेन्टल राइट्स त मधेसको हातमा छैन। अरू के कुरा गर्नुहुन्छ? होइन नागरिकता त अब गृह मन्त्रालयको त्यो प्रोसिजर अनुसार सिडिओ साहबले गर्नुहुन्छ भने मधेसीहरू गृह मन्त्रालयमा जागिर खाएर सिडिओ भएर गएपछि आइहाल्छ होइन। त्यो मधेसी भएकै कारणले त्यहाँ मधेसीहरू हिमालमा शेर्पालाई दिनुपर्ने यता अर्कोलाई दिनुपर्ने त होइन होला। त्यो डिसिजन मेकिङ हाम्रो हातमा होइन। त्यो त अहिले गडले दिए जस्तो हुन्छ। हामीले माग्ने उसले दिने समानुपातिक समावेशी सिद्धान्तका अनुसार राष्ट्रको हरेक ठाउँमा सबैको प्रतिनिधित्व हुने प्रोसेसमा हामी छौँ। कसरी छौँ? हामीले सेनामा तपाईँ 50% मधेसीलाई राख्न सक्नुहुन्छ? अरू निकाय कुरा छोडौँ, तपाईँ सेनामा 50% मधेसीलाई राखेर देखाउनुहोस् पहिला। 50% राख्नुपर्ने कारण के? 50% मधेसी छन् यो नेपाली साम्राज्यमा, त्यही भएर 50% राख्नु पर्यो। जनसङ्ख्याका आधारमा जानु पर्यो, क्षमता एउटा प्रोफेसनलिजम इन्ट्रेस्ट हुनु पर्दैन। तपाईको जो पढ्छन् तपाईँ पहिला मेरो ल्याङ्ग्वेज सुन्नुहोस्। मेरो ल्याङ्ग्वेज मधेसमा 50% जनसङ्ख्या छ भनेको छु। अहिले पनि तपाईँ विचार गर्नुहोस्। त्यो मैले कुनै रङ डाटा कोट गरिरहेको छैन। तपाईँको सिबिएसको डाटा हो भनेको होइन। त्यो भन्नु खोजेको थियो मलाई भन्नु तर्क यसमा के 50% छ भने मधेसमा 50% जनसङ्ख्या छ भने त्यो 50% मधेसबाट जानु पर्यो। त मैले सेनामा मानिसहरू के तर्क गर्छन् भने मधेसका युवाहरू सेनामा जाने भन्दा इन्जिनियर साहब बन्न चाहन्छन्, डाक्टर साहब बन्न चाहन्छन्, अरूमा बन्न चाहन्छन्। उहाँहरूको महत्त्वाकांक्षा त्यो छ, इच्छा छ जीवनमा के भन्ने। त्यसकारण मधेसमा उहाँहरूको इन्ट्रेस्ट सेनामा इन्ट्रेस्ट कम देख्यो, त्यसकारण कम भयो भने तर्क छैन। त्यो एकदम चाइल्डिस लजिक हो। त्यो पहिला पनि गोरा कालाको विभेद हुँदा त्यही भन्थे कि कालाहरू पढेका छैनन् त्यही भएर चाहिँ के बन्न सक्दैन, त्यही भन्थे त्यही भन्थे कि भनेपछि त्यो एकदम बिल्कुल चाइल्डिस आर्गुमेन्ट हो। र त्यो कुरा गरेपछि तपाईँको विभेद मानसिकता त्यहीबाट झल्किन्छ। त्यो विभेद मानसिकता त्यहीबाट झल्किन्छ। तपाईँ अधिकार दिनको लागि तयार पनि हुनुहुन्न, तपाईँले सेनामा लिन तयार पनि हुनु। त्यहाँ जातिवाद त तपाईँले रेसिजम त्यहीबाट हाबी गरिसक्नु भयो। मधेसीहरू सेनामा जान चाहँदैन भन्नु नै त्यो जातिवाद हाबी हुनु। क्राइटेरिया पुरा गर्यो भने ऊ सेनामा जान नसक्ने स्थिति छ अहिले होइन। त्यो त अब सबैले थाहा पाएको कुरा हो। मधेसीहरूलाई सामान्य ओरलमा जहिले पनि डिस्क्वालिफाई गर्दै आयो। पहिला त अघोषित नीति नै थियो, कति ठाउँमा त रिटर्न नीति थियो कि मधेसीहरूलाई राख्नु न, फल्ना थापा गुरुङलाई राख्नु पर्छ। समस्याले अहिले समाधान खोज्ने त तपाईले पहिला थियो, अब अहिले समाधान कसरी अहिले कसरी समस्या समाधान? अहिले कति % मधेसी सेनामा छ? प्रस्थान बिन्दु भयो नि डाक्टर राउत। एकदम बिल्कुल भएको छैन। तपाईले मैले भने प्रस्ताव तपाईँ पहिला 50% राखेर देखाउनुहोस् अनि कुरा गर्नुहोस्। एकैचोटि 50% राखे होइन, प्रस्थान बिन्दु सुरु भयो। एकदम भएको छैन। तपाईँको एग्रिमेन्टमा थियो, त्यति बेला एग्रिमेन्टमा तपाईँको थियो 30,000 सेना राख्ने, त्यसपछि 4,000 राख्ने। तर कति राख्यो? 50% भन्दा बढी महिला छन् यो मुलुकमा। महिलाले 50% हरेक ठाउँमा पाइन भनेर सबै महिलाले चाहिँ अब महिलाको राज्य बनाऊ भनेर टुक्र्याउने अभियान सुरु गर्ने। त्यो अहिले त गरिराखेको छ नि। तपाईँको हरेकमा रिजर्भेसन आउन कारण त्यही हो नि। महिलाले छुट्टै राज्य माग्न थाल्ने अब तपाईँसँगै लाग्यो हैन। राज्य माग्नको एउटा मात्र आधार हुँदैन, धेरै आधार हुन्छ नि। तपाईँको भौगोलिक आधार हैन, विभेद त एउटा भयो, तर त्यसको लागि कन्सिस्टेन्ट कन्टिन्युअस टेरिटोरी पनि चाहियो, अरू पनि क्राइटेरियाहरु छ। विभेद मात्रै राज्य निर्माण हुँदैन। मैले भने विभेद मात्रै राज्य निर्माण, राष्ट्र निर्माणको लागि अरू पनि फ्याक्टरहरु हुन्छ, जस्तै कि टेरिटोरियल इन्टिग्रिटी अरु लगायतका कुराहरु हुन्छ। जुम्ला अहिलेसम्म भ्रमण गर्नु भएको छ जहाँ सिटामोल खान एउटा कुरा म क्लियरली भन्छु हेर्नुस्, म स्वीकार्छु पहाडमा पनि विकास छैन, अशिक्षा छ, तर त्यहाँ औपनिवेशिक विभेद छैन, औपनिवेशिक प्रताडना छैन। त्यहाँको मान्छे जतिसुकै गरिब भए पनि उसले सिडिओ अगाडि चाहिँ नागरिकता पाइन सरकार भनेर भन्नु पर्दैन। तर मधेसमा जतिसुकै समृद्ध भए पनि, जतिसुकै ट्याकोट लाए, जतिसुकै करोडपति भए पनि उसले नागरिकताको लागि सिडिओको खुट्टा समाउनु पर्छ। अनि उसको दयामा निर्भर गर्छ उसले दिने कि नदिने, नागरिकता दिने कि नदिने, जब दिने कि नदिने, एउटा सिम कार्ड दिने कि नदिने भन्ने कुरा पनि यो राज्यको दयामा निर्भर गर्छ, उनीहरूको अधिकारमा होइन। एउटा यथार्थ हेर्नु त, छिमेकी दक्षिणी छिमेकीसँग हाम्रो करिब 1600-1700 खुला बोर्डर र उताबाट आउनेहरूले नागरिकता लिए भने सबैभन्दा नकारात्मक प्रभाव पर्ने त मधेसी जनतालाई नै हो भन्ने पृष्ठभूमिमा
कडाई गरिएको भन्ने राज्यपक्षको तर्क हुने गर्छ। यसमा तपाईँको टिप्पणी? तपाईँले त्यो कडाई गराउनु जसरी गर्नु त्यो इम्प्लिमेन्ट गरेर तपाईँको राज्यको हो, तर त्यसको बहानामा 30-40 लाख मधेसीलाई नागरिकताविहीन त गर्नु भएन, राज्यविहीन गर्नु त भएन। अहिले त यतिसम्म विभेद गरिएको छ कि संविधानमै दोस्रो तेस्रो दर्जाका नागरिकहरू क्रिएट गर्छ। पहिलो दर्जाका नागरिकले यो जब गर्न सक्ने, दोस्रो दर्जाले यो गर्न नपाउने। अहिले छ नि अङ्ग्रेज नागरिकताले यो जब गर्न नपाउने, यो पदमा के हो? त्यो त संसारमै छ हैन, यो के हो भनेपछि चाहिँ तपाईले सेकेन्ड थर्ड ग्रेड सिटिजन त संविधानमै संसारमा विभेद छ भनेर यहाँ पनि विभेद क्रिएट गर्ने होइन। हामीले विभेदलाई हटाउने हो। सुन्नुस् त, संसारमा गुलाम छ भने यहाँ पनि गुलाम क्रिएट गर्ने खोजेको नागरिकताको प्रावधानमा नेपाली पुरुषले विदेशी महिला बिहा गरेर लिएर आउँदा हैन त त्यो महिलाले केही त्यो उतातिर जाँदैन जाउँ। हामीले एउटा सिम्पल लजिकमा जाउँ। यदि समानता कुरा गर्ने हो भने यसरी संस्थागत गर्ने नै होइन संविधानमा कि सेकेन्ड थर्ड ग्रेडको सिटिजन क्रिएट गर्ने नै होइन। त्यो चाहिँ हामीले क्लियरली बुझौँ, त्यति सिम्पल कुराले बुझौँ हैन। अहिले त सेकेन्ड अथवा फर्स्ट सेकेन्ड ग्रेड भन्दा पनि एउटा त्यो अङ्गीकृत नागरिकतामा समस्या छ। नागरिकताको सवालमा मधेसले उठाएको माग सम्बोधन भइसकेको छ, त्यसमा तपाईँ अपडेट हुनु पर्यो डाक्टर राउत। होइन, म एकदम अपडेट छु। हाम्रा जुन मागहरू छन् त्यसमा त यो तरिकाबाट, यो फ्रेमवर्कबाट एउटा सुको पनि हल्लिनेवाला छैन। हाम्रो जुन मागहरू छ त्यसमा एउटा सुको पनि हल्लिनेवाला छ, किनकि औपनिवेशिक शासन अन्तर्गत प्रताडना छ। हैन, हाम्रो माग एउटा मात्रैको मधेस अलग राष्ट्र हुनुपर्छ। त्यो किन हुनुपर्छ भन्दाखेरि शासक हुनु पर्यो अब हैन, एकदम हो। मधेसी आफै शासक हुनु पर्यो। तपाईँ आफै हुनु पर्यो। म आफ्नो भन्दिनँ नि, म अघि नै भने मैले त सार्वजनिक रूपमा खुला मञ्चबाट घोषणा गरिसकेको छु। मधेसीहरू आफ्नो शासक। मधेसको विभिन्न समस्यालाई उठाएर लामो समय मधेस आन्दोलन भयो। त्यतिखेर तपाईँको समर्थनमा कोही पनि थिएन। घरमा तपाईँ फेसबुक चलाएर बसिरहनु भएको देखिन्थ्यो, फेसबुक अपडेट देखिन्थ्यो है। हामी आफ्नो आन्दोलन आफ्नो रणनीति अन्तर्गत गर्छौँ, आफ्नो प्लान अन्तर्गत गर्छौँ र त्यो प्लान कुनै लुकाएर हाम्रो डकुमेन्टेसन हेर्नु त्यसमा क्लियरली लेखेको छ 8 देखि 12 वर्ष हामी तयारी गर्छौँ। हामी अवसरवादी होइन कि मान्छे ओर्ले सडकमा अनि हामी पनि बिचमा गइहालौँ मौकामा चोका हान्नलाई। हामीले अब जनताको चाहना हो भने उनीहरूले गरून् भनेर प्रक्रियामा हामीले हेरेका छौँ। त्यसमा हाम्रो कुनै आपत्ति छैन। जनता अगर यदि चाहन्छन् भने उनीहरू चाहिँ आफ्नो अधिकार पाउँछ। होइन, के प्राप्ति भयो त त्यो पनि त हेरोस्। जनताले 6 महिनासम्म त्यत्रो आन्दोलन गर्दाखेरि, त्यत्रो बलिदान दिँदाखेरि प्राप्ति के भयो? भने चिट्ठा परे जस्तो छप्पर फार्के आउँछ भने अधिकारको आन्दोलन बिस्तारै सुरु हुन्छ। गुमायो अधिकारको के 60 वर्ष अगाडि जुन मधेसीकोसँग अधिकार त्यो पनि गुम्यो नि। 10 वर्ष अगाडि जुन नागरिकता सभामा जुन अधिकार थियो त्यो त अहिले खोज्यो नि। यो अधिकार पाउने भन्दा त गुमाउने कुरा भयो। अहिले सुरु गरेको अभियानले मधेसका जनताले अधिकार पाउँछन् भन्ने के छ? एउटा 100% ग्यारेन्टी। जुन खालको आन्दोलनमा मधेसी जनताको त्यो खालको आकर्षण देखियो, मधेस केन्द्रित दलको नेतृत्वमा भएको आन्दोलन, यसले चाहिँ एउटा निर्णयमा पुर्याउँदैन, निष्कर्षमा पुर्याउँदैन भन्ने तपाईँको तर्क के? दुईटा प्रश्नको उत्तर टक्कै दिनुहोस् त। पहिलो कुरा, अधिकार मधेस स्वतन्त्र भएपछि सम्पूर्ण नियन्त्रण मधेसीहरूको आफ्नो हातमा आउँछ। भनेपछि संविधान बनाउने, नियम कानुन लेख्ने, के अधिकार हुने नहुने त्यो मधेसी आफैले निर्धारण गर्ने भएको हुनाले त्यहाँ मधेसीले अधिकार पाउने कुरा 100% सुनिश्चित। मधेसीलाई हेप्दैन त्यसो भए उले चाहिँ विरोध गरेको छैन हैन। दोस्रो कुरा, यो आन्दोलन निष्कर्षमा पुग्दैन भने कुराको प्रमाण यो आन्दोलन आफैमा हो। किनभने 6 महिनाले देखाइसक्यो यहाँबाट के पनि उपलब्धि हुन्छ। तपाईले पहिला भन्नुभयो तपाईको अभियानले मधेसी जनताको मुक्ति कसरी गर्छ भन्दा मधेसीले शासन गरेपछि गर्छ भन्नुभयो। त्यसो भए त पहाडीले शासन गरेको थियो नि त, कर्णालीमा उत्पीडन किन भयो त? अनि त्यो त अब उनीहरूको पहाडमा पनि अब अर्को समस्याहरू, अर्को डाइमेन्सनहरू हैन। मधेसमा त त्यो हामीले हाम्रो नियन्त्रणमा शासन आएपछि त्यो सोलुसन गर्छौं, त्यो कमिटमेन्टका साथ अगाडि बढ्छौं हैन। हाम्रो मुसहरलाई के गर्नुहुन्छ? त्यहाँ त मेचेको चाहिँ मुसहरलाई शासक बनाउँछौं, मुसहरलाई पनि त्यो शासनमा सत्तामा एकदम समान अधिकार दिन्छौं। त्यसरी हुन्छ नि। अहिले दिउँ न सत्तामा समान अधिकार। अहिले त त्यो दिने काम त हाम्रो हातमा छँदै छैन। त्यही भएर यो सब भएको। अहिले त दिने काम त तपाईहरुको त्यहाँ पहाडी शासकहरुको भएको छ। के भएर भएको छ? पर्सनलाइज भएको छैन। पर्सनलाइज नगरौँ प्रश्नलाई हैन। उदाहरणका लागि तपाईले भन्नुभयो मधेसीले नेतृत्व गर्नुभयो, सरकार भयो भने उहाँको चाहिँ सहभागिता हुन्छ, प्रतिनिधित्व हुन्छ, त्यसकारण मुक्ति हुन्छ भन्नुभयो। यो त अहिले पनि त्यही भन्छन् कि अहिलेका मधेसमा आफूलाई मसिया ठान्ने मधेस केन्द्रित दलका नेताहरूले के गरिराखेका छन् भन्ने कुराले नै
भोलि तपाईँहरूले त्यहाँ उत्पीडनको कुन नयाँ जाँतो ल्याउनुहुन्छ भन्ने कुरो देखिराखिया छ। गफ नलगाउँ अहिले अब। होइन हामीले भन्ने गरेका छौँ होइन कि हाम्रो योजना नै छ कि मधेसीहरूको हातमा शासन आएपछि मधेसको र त्यो मधेसी भनेको त त्यो सबै हो नि, त्यहाँ दलित भएका उत्पीडितमा भएका अग्रपङ्क्तिका पछाडि पङ्क्तिका सबै हुन्। त्यो कुनै मैले कुनै एउटा वर्गको हातमा मधेसको नियन्त्रण दिने भन्ने कुरा गरेको होइन। मैले मधेसको स्वतन्त्रता मधेसीको हातमा दिने कुरा गरेको। त्यो मधेसीकै हातमा कसरी यति जनलाइज गरिदिनु भयो कि मधेसीको हातमा आउने बित्तिकै मधेस मुक्त भयो भनेर हुन्छ भने त्यहाँभित्रका बहुआयामिक समस्याहरू, त्यहाँभित्रको वर्ग, त्यहाँभित्रको तल्लो र कति तल्लो र माथिल्लो जात, हेर्नुहोस् जति बेला भारत मुक्त हुन खोज्दै थिए बेलायती उपनिवेशबाट त्यति बेला पनि विन्स्टन चर्चिलले यही लजिक दिन्थे, तिमीहरूलाई यसरी छोडिदियो भने त यहाँ क्याओटिक हुन्छ, यस्तो हुन्छ उस्तो हुन्छ, शासन गर्न सक्दैन, तिमीहरूभित्र आफै धेरै वर्ग छन्, भेद छन्, यस्तै लजिक दिन्थ्यो। यो शासक बलले दिने नर्मल लजिक हो, यसमा कुनै आश्चर्य मान्नुपर्ने आवश्यकता छैन। तर एउटा सिम्पल लजिक के हो भने नियन्त्रण हाम्रो हातमा, नियन्त्रण मधेसीको हातमा आएपछि त्यहाँ सबै कुरा समाधान हामी आफै गर्न सक्छौँ, त्यसका लागि हामी सक्षम छौँ, त्यसमा चाहिँ अरू कसैले चिन्ता पनि लिनु पर्दैन भनेर मेरो भनाइरहेको छ। तपाईँलाई यो हिम्मत कहाँबाट आयो देशै टुक्र्याउँछु भन्दै? यो अब के हुन्छ भन्दाखेरि आफूलाई चिनेपछि, जस्तै बाघले आफूलाई चिनेपछि उसले आफ्नो अधिकार आफै निर्धारित गर्न सक्छ, त्यति मात्र। मधेस भनेको जहिले पनि एउटा समृद्ध राष्ट्र थियो, मधेसी जहिले पनि एउटा वीर मधेसीहरू थिए र त्यही भएर त्यो पहिचान आफ्नो पहिचान भएपछि मधेसीहरू आफ्नो अधिकार लिन सक्छ। बाघ हो भन्ने रियलाइज चाहिँ कति दिल्लीले गराइदियो कि? यो आध्यात्मिक कुरा हो, यो चाहिँ सबैले बुझ्न सक्ने कुरा पनि होइन। यो आध्यात्मिक रूपमा तपाईँ जागृत भएपछि आफ्नो पहिचान, जुन नेता, म नेता मैले कहिले भनेको म नेता हुँ? मैले त भने कि म एउटा तपाईँ जे गरिरहनु भएको छ एउटा ठुलै के म्याजिक हुनेवाला छ है। अब होइन, म्याजिक स्वतन्त्रता भनेकै म्याजिक हो। हेर्नुहोस्, स्वतन्त्रता भनेको एउटा म्याजिक नै। स्वतन्त्रता पाएपछि धेरै कुरा पाइन्छ, किन मधेसमा सबै दृष्टिकोणले स्रोत सम्पन्न छन्, सबै कुरा त्यहाँ सम्पन्न। त्यहाँ खालि नभएको के भन्दाखेरि स्वतन्त्रता नभएको, नभए कि हामी आफ्नो हुलाकी राजमार्ग यति 40 वर्षमा बनाउन सक्दैन थियो। किन बनाउन सकेन भन्दाखेरि त्यो राजस्व जुन उठ्छ त्यसमाथि हाम्रो नियन्त्रण छैन, किनभने हाम्रो हात बाँधिएको छ। त्यो राजस्व अरूले उठाएर लग्छन् अनि हामीको दृष्टिकोण चाहिँ बुझ्नु भएको छ, त्यो डाइनामिक्स त्यो हामीले बुझ्नु आवश्यक पनि छैन अहिलेको लागि। हामी के बुझ्न चाहन्छौँ भने जनता के चाहन्छन्, र मधेसी जनता स्वतन्त्रता चाहन्छन्। र आज गाउँ गाउँमा गएर आजाद मधेसको नारा गुन्जिरहेको छ। तिनीहरूलाई अहिले हामीले खालि नेतृत्व दिएका छैनौँ, किनभने सही समय आइसकेको छ। मान्छेको सही सेन्टिमेन्टलाई तपाईँहरू गलततिर मोड्दै हुनुहुन्छ। एकदम बिल्कुल होइन। तपाईँ गएर गाउँ गाउँमा गएर बुझ्नुहोस्, त्यहाँ सबैले भन्छन् कि अब यसरी चाहिँ प्रदेश लिएर हुँदै भएन, अब चाहिँ देशै चाहिन्छ। जसलाई पहिला हाम्रो विरोध गर्थे जसले, तिनीहरूले अब भन्छन् कि होइन अब देशै लिनु पर्यो भनेर अगाडि आउनुहोस् भनेर भनिरहेका छन्, हामीलाई इन्भाइट गरिरहेका छन्। हामी चाहिँ अहिले भन्छौँ कि अहिले उपयुक्त समय आइसकेको छैन, सही तयारी पुरै तयारी भइसकेको छैन, त्यही भएर केही संयमता राखौँ, केही तयारी गरौँ भनेर नै हामी यताबाट अब तपाईँकै शब्दमा पहाडिया मानसिकता भएकोले उता दमन गर्ने अनि तपाईँहरू त्यो दमनको गलत फाइदा उठाएर आफू चाहिँ माथि जाने होइन। हामी कसरी माथि जाने? म त भन्दैछु पुरा मधेस माथि जाने, पुरा मधेस उत्कृष्ट बन्ने, एउटा समृद्ध राष्ट्रको रूपमा स्थापित हुने, हामी त्यो चाहन्छौँ। तपाईँ केही समय अगाडि दिल्ली जानुभयो? निश्चित रूपमा गयो। सबै कुरो त तपाईँले सोधेन भन्नुहुन्न? होइन, त्यो त भन्न पनि मिल्दैन। अब जसको प्राइभेसी मेन्टेन गर्नुपर्छ त्यो गर्नुपर्छ। तपाईँको प्राइभेट कुरा मैले बाहिर व्यक्तिगत कुरा सोधेको छैन, यो राष्ट्रसँग सवाल भएको र एउटा अभियन्ता भएको कारणले सोध्दैछु भयो कि त्यहाँ भनिदिनुहोस् न। होइन, हाम्रो भेटघाट भयो, जुन भ्रमहरू थिए तिनीहरूमा डर थिए, अब त्यो केही व्यक्तिहरूसँग भयो, त्यति मात्रै म भन्न सक्छु। अनि तपाईँलाई कसरी नभनौँ, कसरी उचालेर मान्छे हो भनेर मैले? हजुर नभनौँ। होइन, तपाईँ भन्नको लागि जे पनि स्वतन्त्र हुनुहुन्छ। मेरो प्रश्न हो। होइन, तपाईँ भन्नको लागि जे पनि स्वतन्त्र हुनुहुन्छ। तर्क चाहियो, प्रश्न होइन उत्तर चाहियो। भन्नुहोस् न प्रश्न। दिल्लीप्रति तपाईँको धारणा र दिल्लीले मधेसको आन्दोलनलाई हेर्ने धारणामा तपाईँको टिप्पणी के? मेरो के टिप्पणी रहेको छ भने यदि दिल्लीले यो कुरा बुझ्न विलम्ब गर्यो भने कि मधेस स्वतन्त्र हुनु हुँदैन यदि धारणा राख्यो भने सबभन्दा घाटा यहाँ दिल्लीलाई हुन्छ। किन भन्दाखेरि यदि मधेस अर्को 10-20 वर्षमा स्वतन्त्र भएन भने यहाँको डाइनामिक्स यस्तो चेन्ज हुनेछ, त्यसले सबभन्दा ज्यादा घाटा भारतलाई हुन्छ। जस्तै 1-2वटा उदाहरण हेरौँ। 10 वर्षमा मधेस स्वतन्त्र भएन भने बसेर नेपाललाई के घाटा हुन्छ, आफ्नै नेपाली दाजुभाइलाई के घाटा हुन्छ, चिन्ता छैन। तपाईले प्रश्न त अहिले भारतको सोध्नु भयो नि, तपाईले भारतमाथि दृष्टिकोण सोध्नु भयो भने तपाईले तपाईको भित्रको कुरा भन्नुस् न। तपाईहरुले आध्यात्मिकतासँग नि जोडिया मान्छे हुनुहुँदो रहेछ भनेपछि त्यो मैले दुईवटा दृष्टिकोण राखौँ। किनभने मधेस हिंसात्मक हुन्छ, त्यसको सिम्पल
रिजनिङ छ। त्यसबाट सबभन्दा ठुलो घाटा भनेको भारतले हुने। यदि 10-20 वर्षमा मधेस स्वतन्त्र भएन भने यहाँ लाखौं होइन करोडौंमा मधेसीहरू शरणार्थी बन्न बाध्य हुनेछन् र तिनीहरू जान्छन् कहाँ त त्यही भारत जाने। भनेपछि मेरो मुभमेन्टले होइन, त्यो यदि केही गरेन भने मधेस स्वतन्त्र भएन भने यहाँ जातीय द्वन्द्व सुनिश्चित छ। त्यो कसैले रोक्न सक्दैन। अहिले नै तपाईको रङ्गेलीमा जुन घटना भयो, चुड्की बजाएर हुन्छ भन्ने तपाईको नवलपुरमा जुन घटना भयो त्यसले साबित गर्छ कि यहाँ जातीय द्वन्द्व सुनिश्चित छ। अनि सेपरेसनको तपाईको अभियान चाहिँ चुड्की बजाएर हुन्छ, शान्तिपूर्ण तरिकाद्वारा हुन्छ, जस्तै जनमत संग्रह गराएर हुन्छ। यसमा हामीले ढिलो गर्यो भने यहाँ जातीय द्वन्द्व हुन्छ, हिंसा निम्तिन्छ। तर हामीले शान्तिपूर्ण तरिकाद्वारा जस्तै जनमत संग्रह गराएर गर्यो भने यहाँ चाहिँ शान्तिपूर्ण तरिकाले हुन्छ। कसैले थाहा पनि पाउँदैन यति सजिलो तरिका हुन्छ, मान्छे पनि सरप्राइज हुन्छ कि यति सजिलो तरिकाले देश स्वतन्त्र पनि हुन सक्छ। हामी 2224 राज्यतिर फर्किने अब बिल्कुल होइन, बिल्कुल नेपाली शासक वर्गहरू भन्ने मल्लहरू थियौँ भन्ने, अब हजुरबाबुहरूको चिहान र त्यो दस्तावेज नहुने होइन, हामी पो रहेछौँ त भन्ने, त्यसरी अगाडि बढ्ने। मैले केवल ऐतिहासिकताको पाटोले मात्र हेरेको छैन, मैले भविष्यलाई पनि हेरेको छु। र भविष्य नेपाली साम्राज्यमा मधेस केही पनि छैन। त्यहाँ चाहिँ जातीय दङ्गा हुन्छ, हिंसा हुन्छ, जति शोषण हुन्छ त्यो मात्रै त्यहाँ जारी हुन्छ। र त्यही भएर अब चाहिँ अन्तिम निकासको रूपमा मधेस स्वतन्त्र नै हुनुपर्छ भन्ने हाम्रो धारणा। दिल्लीले मधेसको समस्या र चासोको विषय होइन, जहाँ चलाएर अलि आफू हावी हुन सकिन्छ नेपालमा त्यहाँ चलाउँछ। ठिक छ, उहाँहरूको नीति उहाँहरूले जान्नु, त्यसमा हामीले केही जान्नु छैन। तर हाम्रो के धारणा छ भन्दाखेरि मधेसीहरूले स्वतन्त्रता चाहन्छन् र मधेस स्वतन्त्र हुनु पर्यो, त्यति मात्रै हाम्रो धारणा हो। त्यो छिमेकीहरूको विदेश नीति छिमेकीहरूले आफैले जान्नु, त्यो त देखियो नि त, जान्नुपर्ने त्यसैमा हो नि त होइन। हाम्रो नाकाबन्दीमा दिल्लीको समर्थन, तर उसको चासो त त्यो थिएन। त्यहाँभित्रको लोकतन्त्र कमजोर भयो भनेर दिल्लीले चासो देखाउने हो भने त आफ्नै आन्तरिक लोकतन्त्र, त्यहाँकै अस्ति भर्खर आएको जाटको समस्या होइन, जाट समुदायले गरेको समस्यामा गोली हान्दै गरेको दिल्लीले मधेसीको समस्यालाई, नेपाली मधेसीहरूको लोकतन्त्र बलियो हुनुपर्छ भनेर त्यहाँ उपनिवेश छ भन्नेमा सफ्ट कर्नर लिएर भन्ने तपाईको चिन्तन आफै कमजोर छ। त्यो विश्लेषण गर्ने जिम्मा म तपाईँ जस्तै प्रबुद्ध पत्रकारलाई दिन्छु। हामी चाहिँ आफ्नो काम गर्छौँ र हाम्रो चाहना नै के हो भने जनताले चाहनुपर्छ र जनताले चाहेपछि विश्वको कुनै पनि सुपर पावरले कहिले पनि इतिहासमा रोक्न सकेको छैन र रोक्ने हिम्मत पनि भविष्यमा पनि कसैले गर्न सक्दैन यदि जनताले चाह्यो भने। त्यही भएर यदि मधेसी जनताले आजादी चाह्यो भने त्यो मधेस आजाद भएर स्वतन्त्र भएर नेपालभित्रै आजादी चाहिरहेको छ। नेपालका प्रत्येक जनताले नेपालभित्र मधेसीको कुनै भविष्य छैन, यो सुनिश्चित भइसकेको छ। र अहिलेको घटनाले, अहिलेको संविधानले यो कुरा प्रश्न पारिसकेको छ कि जुन अधिकारहरू प्राप्त पनि हुन्छन् त्यो कसरी खोसिन्छ भनेर स्पष्ट देखाइसकेको छ। मैले जिद्दी नेपालभित्र मधेसीको कुनै पनि भविष्य छैन भन्नु भएको छ। तर्क हो नि, यो तर्क हो नि। 10 वर्ष अगाडि जुन अन्तरिम संविधानमा जुन अधिकार थियो अहिले संविधानभन्दा खोसियो, त्योभन्दा अगाडि जुन अधिकार थियो त्यो खोसियो भने यो क्रमिक रूपमा अधिकार खोसिने क्रम छ। अधिकार मात्रै हो, यहाँ मधेसीको भूमि खोसिँदैछ। तपाईले 60 वर्ष अगाडि मधेसमा 6% जनसङ्ख्या पाएका थियो, अहिले 36% भइसक्यो। मधेसीहरूको अधीनमा तपाईको 20-30% भूमि पनि बाँकी बसेको छैन। र यो त सिधै देखिराखेको छौँ कि यहाँबाट मधेसीहरू पुरा विस्थापित भइसके। झापा हेर्नुहोस्, चितवन हेर्नुहोस्, त्यसैले मधेसको भविष्य देखाइरहेको छ नि, ज्यादा भन्नै पर्दैन नि। पहाडमा दुई हातमुख जोड्न नसकेर तराई झरेर खेतीपाती गर्ने पहाडी समुदायलाई तपाईँ बेलायती उपनिवेशको सेनासँग दादिरहनु भएको छ। हेर्नुहोस्, यो इमोसनल कुरा मात्रै हो। तपाईँ डेटा हेर्नुहोस्, सीबीएसकै डेटा हेर्नुहोस्, तपाईँको गरिबी दर पहाडमा बढी छ कि मधेसमा बढी छ, तपाईँ त्यो कुरा गर्नुहोस्। तपाईँ अहिले हातमुख जोड्ने कुरा गर्नु, तपाईँ डेटा सुन्नु सीबीएसको। मधेसमा तपाईँको अति खाद्यान्न अभाव भएको परिवार 19% छ, पहाडमा त्यसको आधी छ। भनेपछि कसरी यो कसरी सम्भव हो भन्नुहोस् मलाई। मधेसमा माइग्रेसनको कारण के थियो? मधेसमा माइग्रेसनको सिम्पल कारण हो कि यहाँ औपनिवेशिक शासन भयो, यो अलिकति प्रताडना दिन्छन्, यहाँबाट माइग्रेट हुन्छ। तपाईँ अहिले हेर्नुहोस्, अहिले मधेस आन्दोलनकै दौरानमा महोत्तरीमा दमन भयो, टिकापुरमा दमन भयो के हजारौं हजार मधेसीहरू विस्थापित भयो, प्रशासनको डरले विस्थापित भयो। अहिले के भयो, तपाईँको 6 महिनासम्म स्कुलमा पढाइ हुन दिएन, अब एसएलसीमा फेल गराउँछन् अनि तिनीहरूलाई दुबई कतार मलेसिया विस्थापित हुन बाध्य गर्छ। यो राज्यको नीति नै हो कि त्यहाँबाट मधेसीलाई विस्थापित गर्ने, त्यहाँ चाहिँ पहाडीहरूको कब्जा जमाउने भने यो राज्यको पहाडी समुदायको जुन खालको माइग्रेसन भयो, इन्टरनल माइग्रेसन, त्यो माइग्रेसन कारण के थियो भने अलि सम्पन्न भइन्छ कि त्यहाँको खेतीपातीले गर्दा आफ्नो जीवनस्तर सुध्रिन्थ्यो भन्ने बाहेक त्यो बिल्कुल होइन। त्यो बिल्कुल होइन, त्यो माइग्रेसन पनि त्यो कोलोनाइजेसन हो र त्यो एकदम प्रोजेक्टद्वारा ल्याएको थियो। त्यहाँ चाहिँ एकदम डिजाइन थियो। तपाईँको आप्रवासन रिसेटलमेन्ट प्रोजेक्टहरू कतिमा त वैदेशिक अनुदानहरू दिएका थिए, मान्छेलाई बसाउनको लागि पैसा दिन्थ्यो
त्यहाँ चाहिँ गएर जङ्गल कटो अनि यहाँ बस। महेन्द्र राजमार्ग बनाउनको कारण नै त्यही थियो। खेतीपाती गर्नु थियो नि त। बिल्कुल होइन, बिल्कुल एकदम होइन। मधेसीले चाहिँ भूमि नदिने, अहिले पनि मधेसीहरू चाहिँ तपाईँको 40% भन्दा बढी दलितहरू भूमि हिँड्छन्, तिनीहरूले चाहिँ भूमि नचाहिने अनि पहाडीबाट चाहिँ ल्याएर भूमि दिने। भूमि कसले बनायो? त्यही मधेसीहरूले भूमि कसले बनायो? तपाईँले थारूको इतिहास हेर्नुहोस् न, भूमि थारूले कसले बनायो? वर्गीय रूपमा मधेसी। तपाईँले कैलाली र कञ्चनपुरको हेर्नुहोस्, कञ्चनपुरको पपुलेसन हेर्नुहोस्, त्यहाँ चाहिँ 50 वर्ष अगाडि कतिवटा पहाडी थिए, अहिले चाहिँ तपाईँ पुरै चाहिँ कञ्चनपुर जिल्ला पहाडीको कब्जामा आइसकेको छ। त्यसलाई कसले विस्थापित गर्यो? त्यसै देखिन्छ नि। भनेपछि मधेसबाट पहाडी लखेट्ने, पहाडबाट मधेसी लखेट्ने। पहाडबाट कहाँ मधेसी नै कहाँ छ र पहाडमा? होइन, त्यो त अलिकति अल्पसङ्ख्यक एकदम 1-2% मात्रै, त्यो कतै छैन। होइन, तपाईँको लखेट्ने सिद्धान्तले के होला? कसरी लखेट्ने सिद्धान्तै होइन, हामी कहाँ लखेट्ने कुरा गर्छ? हामी त आफ्नो जमिन आफ्नो नियन्त्रणमा लिने कुरा गर्छ। हामी कसले लखेट्ने कुरा गरेका छौँ र? हामीले कहाँबाट मान्छे लखेटिया छौँ भन्नुहोस् न तपाईँ? लखेट्ने कुरा कहाँ गरेका छौँ हामीले? हामी त आफ्नो भूमि आफ्नो नियन्त्रणमा लिने, मधेसको भूमि मधेसीको नियन्त्रणमा लिने कुरा गर्छ। हामीले मान्छे लखेट्ने कुरा कहाँ गरेका छौँ? भनेपछि भूमि फिर्ता अभियान तपाईँहरूको यो? भूमि फिर्ता होइन, भूमि आफ्नो भूमिमा आफ्नो शासन हुनु पर्यो, औपनिवेशिक शासनबाट मधेस मुक्त हुनु पर्यो, मधेस आफ्नो राष्ट्र हुनु पर्यो, त्यति मात्रै हो हाम्रो। हामी चाहिँ कुनै समुदायको अगेन्स्टमा छँदैछौँ। यहाँ पहाडी समुदाय र मधेसी समुदाय कुरा होइन, त्यसलाई गलत चित्रण गरिँदैछ। यहाँ चाहिँ हामीले कसैले पनि मधेसबाट पहाडीलाई भगाउनुपर्छ भनेर कसैले भनेका छैन। अघि भर्खर तपाईँले भनिरहनु भयो। मैले भनेको छैन, मैले भनेको तपाईँ रिवाइन्ड गरेर हेर्नुहोस्। डाक्टर राउत भूमि पहाडीहरूले कब्जा गरे, हाम्रो भूमि लिन्छौँ भनेको के? कब्जा गरे भनेपछि त्यो गरेर त्यहाँ बसिसक्यो, तिनीहरू अब मधेसका भइसके, तिनीहरू चाहिँ अब पहाडी रहेनन्। त्यो बुझ्नु पर्यो। बढीमा तिनीहरूले पहाडी मूलका भन्न मिल्छ वा चलनमा कहिले कहिले पहाडी भनिन्छ, त्यो अलग कुरा हो। तर हामीले त्यसलाई चाहिँ त्यहाँबाट विस्थापित गर्नुपर्छ भन्ने का छैन। हामीले चाहिँ अब कसरी हुन्छ त फिर्ता त्यसो भने? हामीले आफ्नो भूमि फिर्ता गर्ने कुरा पनि गरेका छैनौँ। हामीले चाहिँ आफ्नो भूमिमा नियन्त्रण गर्ने, आफ्नो शासन गर्ने त्यो क्रम चाहिँ आप्रवासन रोक्ने। संहितामा गइसक्यो नि त मुलुक। संहिताले तपाईँको आप्रवासन रोक्न सक्छ? मलाई भन्नुहोस्। संहिताले मधेसमा रहेको औपनिवेशिक सेना जुन छ त्यसलाई फिर्ता त्यहाँ मधेसी सेना तपाईँको दिन सक्छ? संहिताले मधेसको जति पनि नोकरीहरू छन्, जागिर छन्, त्यो मधेसवासीकै हातमा दिने कुरा गर्न सक्छ? संहिताले मधेसमा भएका साधन स्रोतहरूलाई मधेसीकै हातमा नियन्त्रण दिने कुरा गर्न सक्छ? संहिताले नागरिकता नीति जुन छ मधेसीको हातमा दिने कुरा गर्न सक्छ? संहिताले के पनि गर्नै सक्छ। यो एउटा बहाना मात्रै हो, त्यसले मधेसले अल्मलिने कुरा मात्रै हो। स्वशासनको प्रस्थान बिन्दु यो स्वशासन भन्ने कुरा यो एकदम फ्यान्सी वर्ड मात्र। मेरो अहिले 5वटा जुन कङ्क्रिट कुरा भने नि त्यसकै कुरा भन्नुहोस्, कुन कुरा संहिताले गर्न सक्छ? त्यही त म भन्दैछु नि त, प्रतिनिधित्वको सवालमा सुनिश्चित गर्न सक्छ, के गर्न स्वशासनमा गर्न सक्दैन भन्ने दाबी कसरी आइरहेछ? कसरी गर्ने भने मधेस प्रदेश बनिसकेपछि पनि त्यहाँ चाहिँ जागिरहरू पहाडबाट आएकाले नै गर्छ। यहाँसम्म कि त्यहाँको मुख्यमन्त्री जुन हुन्छ नि, त्यो हुम्ला जुम्ला वा ओखलढुङ्गाबाट आएर मान्छे त्यहाँको मुख्यमन्त्री बन्छ। त्यहाँ मधेसी नै मुख्यमन्त्री हुन्छ, मधेसवासी नै मुख्यमन्त्री हुन्छ भन्ने कुरा कुनै ग्यारेन्टी छैन। यसको उदाहरण हेर्नको लागि टाढा जानु पर्दैन। अरविन्द केजरीवाल तपाईँको दिल्लीको मुख्यमन्त्री हुनुहुन्छ, उहाँ चाहिँ दिल्लीको त हुनुहुन्न, दिल्ली बाहिरबाट आएर दिल्लीको मुख्यमन्त्री बन्नुभएको छ। त्यहाँ मधेस प्रदेश बनिसकेपछि पनि त्यहाँको मुख्यमन्त्री पनि तपाईँको पहाडबाट, ओखलढुङ्गाबाट, ताप्लेजुङबाट आएर बन्नुहुन्छ। त्यहाँको एसपी डिएसपीहरू सबै पहाडबाट आएर बन्नुहुन्छ। किनभने त्यस बेला उहाँहरूलाई अझ डर लाग्छ कि मधेसीहरूलाई मधेस प्रदेश दिए अब आफ्नो मान्छे राखेन के हुन्छ हुँदैन भनेर त्यो सबै स्टाफहरू सबै ब्युरोक्राट्सहरू तपाईँले पहाडबाट ल्याएर राख्छन्। अनि त्यहाँबाट मधेसीहरूको स्थान जुन छ त्यो पनि बाँकी रहँदैन। अनि मधेसीहरूलाई विस्थापित हुने बाहेक कुनै विकल्प पनि त्यहाँ बाँकी रहँदैन। भनेपछि मधेसीहरूलाई मधेसले नै शासन गर्नु पर्यो, मधेसीले नै शासन गर्नु पर्यो, मधेसवासीले शासन गर्नु पर्यो, विभेद नि उनीहरूले गर्नु पर्यो, शोषण नि उनीहरूले गर्नु पर्यो, उत्पीडन उनीहरूले पार्यो भने त्यो चाहिँ हुन्छ। हामीका जे हुन्छ त्यो हाम्रो सरकारको विषय हुनेछ। अहिले सर्टमा यति भनौँ, यो डर देखाएर चाहिँ हामी माथि राजी नगरौँ, यो फियर अपिल टु फियरको कुरा नगरौँ। त्यसो भन्न पाइँदैन नि त। हैन, अपिल टु यो हामीले शासन लिइसकेपछि जे पनि हुन्छ भन्नु त सर्वसत्तावाद हो के? कसरी सर्वसत्तावाद? यो नियन्त्रण त फ्रिडमको कुरा हो। मधेसीलाई चाहिँ मधेसले उत्पीडन गरुन्जेलसम्म ठिक। मैले कहाँ भन्दैछु उत्पीडन गर्नको लागि स्वतन्त्रता ल्याउने मैले कहाँ भनेको छु? त्यही भन्नु तपाईले अघि। हैन, ओखलढुङ्गाको मान्छे सिडियो हुन्छ, हामी आफै सिडियो हुन्छ। ओखलढुङ्गाको मान्छे आएर मधेसको सिडियो हुनु भन्दा हाम्रो सिडियो आफ्नो जस्तो भए पनि राम्रो हुनेछ भन्ने हाम्रो विश्वास छ। किनभने जस्तो सुकै भए पनि हाम्रो भूमिको सेन्टिमेन्ट हुनेछ। अहिले मधेस आन्दोलन किन यी पहाडी प्रशासनले विश्वास छ कि सामान्य जनतालाई त्यो विश्वास छैन? मधेसी अनुहार भए पनि पहाडी अनुहार भए पनि उत्पीडनको रूप त्यही हो। एकदम विश्वास छ। अहिले नै मधेस आन्दोलनको क्रममा म एउटा उदाहरण दिन्छु। अहिले नै मधेस आन्दोलनको क्रममा के देख्यो भन्दाखेरि मधेसी पुलिसहरूले 1-2 ठाउँमा बन्दुक उचाल्न मधेसी विरुद्ध इन्कार गरे, जसको कारण उनीहरूले पिटाइ पनि खानु पर्यो, प्रहरीको कारबाही पनि भयो। जबकि पहाडीहरूले अन्धाधुन मधेसीहरूको छातीमाथि खुट्टा राखेर गोली चलाए। ती फरक हुन्छ औपनिवेशिक सेना र पुलिसमा र आफ्नो सेना र पुलिसमा।
भनेपछि त्यहाँ त्यसरी देखिन्छ नि कि आफ्नो सेना पुलिस भयो भने आफ्नो प्रशासक भयो भने हामीले त्यो केही हदसम्म देखिएला हैन अधिकार पाउन सक्छ। तपाईले यही पनि त काठमाडौँकै आन्दोलनमा पनि त तपाईले भनेको पहाडी समुदायकै प्रहरी सेनाले पहाडी समुदायलाई नमारे इतिहास त नभा होइन नि। त्यो तपाईले यही आन्दोलन देख्नुभयो कि यहाँ आन्दोलन हुँदाखेरि पानीको फोहराले स्वागत गर्यो, त्यहाँ चाहिँ गोलीको वर्षाले पानी खाइरहेको घाइतेलाई समातेर गोलीले एकदम हिर्काएको थियो। त्यो यही देख्नुभयो। राज्य सत्तामा बसेकाहरूको कुनै एउटा सम्बन्ध अनि जात नजिकपन भन्ने हुँदो रहेछ कि त्यसो त पञ्चायतमा शासन गर्नेहरूले कति मारेका थिए। त्यो आफ्नो जिम्मेवारीबाट पन्छिने कुरा मात्रै हो। अहिले के भन्छ भने यो त विभेद हामीले गरेका हैनौँ न, राजाले गरेको अनि राजा अर्को पार्टी आयो भने यो हामीले गरेको फलानु पार्टीले गरेको यो जिम्मेवारीबाट पन्छिने कुरा मात्रै हो। हाम्रो लागि सबै नेपाली साम्राज्यले गरेको कुरा हो, हाम्रो एंगलमा त्यति मात्र। एउटा चाइल्डिस तर्क गर्नुभयो तपाईले अघि। एउटा चाइल्डिस तर्क के भने मधेसकै सेना भयो नि त्यहाँ मान्छे मारिँदैन भन्नुभयो कि त्यो त चाइल्डिस तर्क हो। हैन चाइल्डिस होइन, औपनिवेशिक सेना भन्दा जहाँ भए पनि त्यस्तै हुँदो रहेछ उसको प्रवृत्ति, जो पनि त्यस्तै हुँदो रहेछ। औपनिवेशिक सेना भन्दा हाम्रो आफ्नो सेना हुनु भनेको करोडौं गुना यति कुरा याद राख्नुस्। र त्यो कुरा यदि होइन भने तपाईहरुले नेपालमा नेपाली सेना किन राख्नु भएको? तपाई पनि अमेरिकन सेना बोलाएर राख्नु, चीनको सेना बोलाएर राख्नु, भारतीय सेना बोलाएर राख्नु हैन, आफ्नो सेना किन राख्नु भएको छ? आक्रोश मात्रै भयो। हैन आक्रोश कसरी भयो? यो त एकदम सिम्पल लजिक हो नि। तपाई आफ्नो लागि चाहिँ आफ्नो सेना राख्ने, तर मधेसीको लागि आफ्नो सेना चाहिँ नचाहिने, त्यहाँ चाहिँ पराय आएर चाहिँ सेना बन्ने। ल अब तराईमा मधेसमा विभिन्न सशस्त्र समूहहरू पनि छन् हैन, त्यसबारेमा तपाईको टिप्पणी के? मेरो त्यसबारेमा केही खास टिप्पणी छैन र खास जानकारी पनि छैन। तर म के भन्न चाहन्छु भन्दाखेरि मधेसको हित भनेको शान्तिपूर्ण मार्गबाट मात्रै सम्भव छ र त्यही भएर म जस्तो सुकै मान्छेलाई पनि त्यही शान्तिपूर्ण मार्गमै आउनका लागि अपिल गर्दछु। मेरो भन्नु त्यति मात्र। तपाईको आन्दोलनको स्वरूप अहिले तपाईले सोचे चाहिँ के गर्ने भने? अहिले चाहिँ हाम्रो त अब जनचेतना अभियान नै चालु छ। हामी तयारीकै पक्षमा छौँ र त्यो संगठन विस्तार भइसकेपछि सबै ठाउँमा सक्षम भइसकेपछि हामीले गर्ने भनेको चुनाव, आफ्नो चुनाव आफैले गराउने। हाम्रो आन्दोलनको स्वरूपै भनेको कुनै हाइवे जाम गर्ने होइन, कुनै नाकाबन्दी गर्ने होइन, कुनै नेपाल सरकारसँग गएर घोडा समातेर त्यो माग्ने होइन। हामीले गर्ने भनेको आफ्नो निर्वाचन आफैले गरेर स्वतन्त्र मधेसको संसद निर्माण गर्ने र सरकार निर्माण गर्ने हो। त्यसपछि चाहिँ रेकग्निसनको लागि अन्तर्राष्ट्रिय समुदायसँग अपिल गर्ने हो। त्यसरी हामी आफै चुनाव गर्ने हो र त्यसमा चाहिँ तपाईहरुको आन्दोलनको स्वरूप भनेको चुनाव गर्ने हो। क्याम्पसमा पहिला यो प्राइभेट बोर्डिङ स्कुल सही कि सरकारी स्कुल सही भन्ने चुनाव हुन्थ्यो, त्यसले चुनाव गर्ने तपाईहरु? अब जस्तो सुकै मान्नुस्, तर हामीले गराउने भनेको अन्तर्राष्ट्रिय विश्वसनीयताका साथ त्यस्तो चुनाव गराउने जसले चाहिँ हामीले चाहिँ मधेसको आजादी लिएर छाड्ने भनेर पक्षमा छु। यो देशभित्रै आजादी लिएर छाड्ने हो कि हैन? हैन, बिल्कुल होइन। मधेस राष्ट्र, म यसमा कुनै रिजर्भेसन राख्न चाहन्न, कसैलाई डर नहोस्। मधेसलाई स्वतन्त्र राष्ट्र, अलग देशको रूपमा हामी स्थापित गर्न चाहन्छौँ। यसो भन्दै गर्दा तपाईँलाई राष्ट्रद्रोही करार गरेर जेल किन हाल्ने? त हाल्नुहोस् न। यदि मैले त्यस्तो अपराध गरेको छु भने अदालतले हाल्नुहोस्। मैले कुन ठाउँमा रेफ्युज गरेको छु, कुन ठाउँमा मैले गिरफ्तारीबाट भागेको छु, अहिले पनि अदालतबाटै आउँदैछु, आज पनि स्वैच्छिक रूपमा आफै गएर उपस्थित भएर आएको। यदि मैले गलत गरेको छु भने हाल्नुहोस्। र म एउटा कुरा यहाँ स्पष्ट पार्न चाहन्छु जनसमक्ष पनि, यदि अलग देश माग्नु अपराध हो, राजद्रोह हो भने अहिले स्कटल्यान्डमा तपाईँको जनमत सङ्ग्रह भयो अलग राष्ट्रको लागि, स्कटल्यान्डलाई बेलायतबाट छुट्याउनु भने त्यो सबै स्कटल्यान्डका जनताहरू राजद्रोही हुनु पर्यो। क्याटलोनियामा भयो भने क्याटलोनियाका सबै जनता राजद्रोही हुनु पर्यो भने त्यो होइन। त्यो शासक वर्गले भ्रम फैलाउँछ कि शान्तिपूर्ण आन्दोलन गर्ने भन्ने नाममा श्रीलङ्का बनाउने। बिल्कुल होइन, बिल्कुल होइन। आफूलाई लिट्टे बनाउने बिल्कुल होइन। यो एकदम निराधार हो र यसको एउटा साधारण कारण के हो भन्दाखेरि हिंसा जहाँ हुन्छ त्यो सोसाइटी, त्यो समाज सबभन्दा बढी प्रताडित हुन्छ र मलाई मधेस प्रताडित भएको देख्नु छैन। र त्यही भएर हरेक हालमा मधेस शान्तिपूर्ण तरिकाबाट स्वतन्त्र होस्। क्याम्ब्रिज पीएचडी ले अब यो बाटो हिँडेर भएन, यही भित्रै समाधान खोज्न सकिन्छ। अहिले उदाहरण दिनुभएको थियो नि, स्कटिसहरूले बेलायत भित्रै आफ्नो समाधान खोजे। स्कटिसहरूले अहिले पनि समाधान खोजिसकेको छैन। अहिले के भयो भन्दाखेरि जनमत सङ्ग्रह हुँदाखेरि त्यसमा उनीहरूको बहुमत पुगेन, 46% मात्रै मत आयो। त्यहाँबाट यो सिक्नु पर्यो कि तिनीहरूले कतिसम्म अधिकार छ भने त्यहाँ कुनै आन्दोलन बिना अहिले त्यहाँ जनमत सङ्ग्रह गरायो। तिनीहरू बेलायतको
जेनरसिटी हेर्नुहोस्, कुनै आन्दोलन बिना, कुनै मेजर आन्दोलन बिना अहिले त्यहाँ जनमत संग्रह गरायो। त्यो हिम्मत चाहिँ नेपाल सरकारसँग हुनु पर्यो कि जनतासँग सोधेर त हेरौँ मधेसका जनता के चाहन्छन्। त्यही त म भन्दैछु, मधेसमा जनमत संग्रह के चाहियो, पानी चाहियो, बिजुली चाहियो, खानेकुरा चाहियो, शिक्षा चाहियो, त्यो हात बाँधेर आउँदैन, त्यो पहिला हात खोल्नु पर्यो अनि मात्रै आउँछ। नभए अरूले भिख दिएको चाहिँ त्यो चाहिँ अरूले भिख दिएको शिक्षा मन्त्री मधेसकै हुनुभयो, आपूर्ति मन्त्री मधेसकै हुनुभयो, उद्योग हात बाँधेर जहाँ पनि बसाउन मिल्छ त्यसपछि हात बाँधेर तपाईले राष्ट्रपति पोस्टमा पनि बसाउन सक्नुहुन्छ, मन्त्री पोस्टमा पनि बसाउन सक्नुहुन्छ। कुनै मन्त्रीलाई तपाईले मधेसकै मन्त्री हुँदाखेरि त्यसको जुन सचिव थिए नि त्यसलाई हाजिरी पनि मन्त्रालयमा हुन दिँदैन थियो। त्यो यही हो, एउटा पिउनले समेत नटेर्ने ठाउँमा तपाईँ मन्त्री बनेर वा राष्ट्रपति बनेर केही पनि यहाँ उपलब्धि हुँदैन। किनभने यहाँ शासक राख्नु भएको छ कि हाम्रा राष्ट्रपति, पूर्व राष्ट्रपति होइन, उहाँलाई टेरिएन, उपराष्ट्रपतिलाई टेरिएन होइन, यो भन्नु भएको छ तपाईँ। उपराष्ट्रपतिको हालत देख्नुभयो नि एकचोटि आफ्नो स्वेच्छाले मैथिलीमा हैन हिन्दीमा शपथ लिँदाखेरि के भयो भनेर देख्नुभयो तपाईँ। यो त अलि चाइल्ड स्तरको भयो कि कसरी चाइल्डिस भयो? सबै कुरा मैले फ्याक्ट भन्दैछु, तपाईँले खालि एउटा वर्ड मात्र रिपिट गर्नु राख्नु भएको छ। चाइल्डिस त भएर नि कि तपाईँले त दिनु पर्यो, तपाईँले डाटा प्रस्तुत गर्नु पर्यो। मैले सबै डाटा भन्दैछु, सबै फ्याक्ट भन्दैछु, तपाईँले सिरियस डाटा दिदैछु। कोही अबुझले नबुझेकोले हेप्यो भन्दैमा उदाहरणका लागि काठमाडौँकै कुरा गर्ने हो भने गाउँबाट आएकालाई यहाँका नेवारहरूले खेचा भन्छन्, अलि हेप्छन्, पहाडी भन्छन्। यसको अर्थ के? मैले कहिले पहाड चाहिँ पुग्न पर्यो अथवा यहाँ हेप्यो भन्ने कि केही नबुझ्ने मान्छेहरूले मधेसी अनुहार देख्दैमा भारतीयहरूसँग जोडेर अपमान गरे भन्ने तर्कले तपाईँ यो पृष्ठभूमि तयार गरिरहनु भएको छ कि देशै टुक्रिनुपर्छ भन्नु भएको छ? मैले हेपियो भनेर मधेस अलग देश बनाउनुपर्छ भने कि या औपनिवेशिक शासन अन्त गर्नले मधेस अलग देश बनाउनुपर्छ भनेर भने तपाईँ आफै विचार गर्नुहोस् त। अहिले दुवै भन्नु भएको छ, मिक्स म्याच गरिरहनु भएको छ तपाईँ। मैले एकदम फोकस नै हाम्रो नारा नै छ, नेपाली उपनिवेश अन्त हो, मधेस देश स्वतन्त्र। भने त्यही फर्स्ट वर्डै छ कि यहाँ औपनिवेशिक शासन अन्त गर्नको लागि हामी गर्दैछु। यहाँ कुनै अरू कुरा त सेकेन्डरी कुरा हो, प्राइमेरी फ्याक्टर भनेको औपनिवेशिक शासन, कोलोनियल रुल जुन छ त्यसलाई अन्त गर्नको लागि हामीले गर्दैछौँ। अरू कुरा चाहिँ सेकेन्डरी कुराहरू। त्यही उपनिवेशमै कुरो मिलेन कि उपनिवेश कसरी हो कि आन्तरिक? मैले अघि नै त्यहाँबाट पनि नेतृत्व आएर यहाँ शासन गरिराख्ने, त्यहाँको नेतृत्व त्यहीँबाट उठेका मानिसहरू यहाँ राष्ट्रपतिसम्म हुने, यहाँ नेतृत्वमा बस्ने होइन, यहाँको नीति निर्माणमा उहाँहरूको भूमिका हुने, अनि अहिले आएर उपनिवेश मात्रै भनिरहने तपाईँ कसरी भूमिका रह्यो? तपाईँ पोस्टमा बसाइदिँदैमा भूमिका त रहँदैन नि, कुन ठाउँमा डिसिजन मेकिङ उहाँको क्षमता, आएको प्रतिनिधित्व, एउटा सामान्य स्टेटमेन्टका लागि त अहिले राष्ट्रपति महोदयले तपाईँको घर भाडाबाट वञ्चित हुनु परेको छ। त्यहाँ त उसको के हैसियत छ भने तपाईँ समस्या आउने बित्तिकै मधेसी भएको कारणले भन्न थाल्नुभयो। भोलि काठमाडौँको सडकमा ठेस लाग्यो भने पनि मधेसीबाट ठेस लाग्यो। यहाँ चाहिँ औपनिवेशिक शासनले गर्दा त्यसो मैले बारम्बार भन्दै औपनिवेशिक शासन र रेसिज्म जुन छ त्यसकै कारण हो। एक्सट्रिम डाउट हैन, एक्सट्रिम डाउट होइन, यो फ्याक्टले प्रमाणित गरेको कुरा। र यो राष्ट्रपतिले घर भाडामा आएको समस्यालाई मधेसीसँग जोड्ने मैले चाइल्ड स्तरको नभने के भन्नु? कसरी चाइल्ड स्तरको भयो? तपाईँले जुनसुकै आउन सक्थ्यो समस्या, जसले आउन सक्थ्यो। होइन अरूलाई त आउँदैन नि, अरू त कस्तो फेसिलिटीमा छन् भने तपाईँ देख्न सक्नुहुन्छ नि। त्यही मधेसी राष्ट्रपति पहाडी राष्ट्रपति भएको भए अहिले हरेक घर घरमा उहाँको तस्बिर झुन्डिएको हुन्थ्यो। तपाईँ यो कुरा याद राख्नुहोस्। त्यो मधेसी भएकै कारण उसको तस्बिर जुन थियो, यद्यपि उहाँले धेरै राष्ट्रवादी हुने कोसिस गर्नुभयो आफूलाई पखालेर, तर पनि उहाँको तस्बिर चाहिँ कुनै अफिसमा झुन्डिआयो। यो कुरा याद राख्नुहोस्। उहाँ चाहिँ पहाडी दिएको भए उहाँको तस्बिर अहिले हरेक घरमा झुन्डिएको हुन्थ्यो, किनभने उहाँ नेपालको प्रथम राष्ट्रपति हुनुहुन्थ्यो। भने कि हरेक ठाउँमा तपाईँ शङ्का देख्ने र त्यो शङ्कालाई आफ्नो अभियानसँग जोडेर प्रोजेक्सनको कुरा गरेको छैन। मैले जहिले पनि अब्जेक्टिभ कुरा मैले जहिले पनि भनेको, जहिले पनि तपाईँलाई फ्याक्ट दिएको, त्यो कुरा याद गर्नुहोस् तपाईँ। त्यही त यी समस्याहरूको सेन्टिमेन्ट क्याप्चर गरेर समस्याको सेन्टिमेन्ट होइन, मैले अब्जेक्टिभ एनालाइसिस गरेर यो समस्याको समाधान दिएको। अब्जेक्टिभ एनालाइसिसमा मधेस औपनिवेशिक शासनले प्रताडित छ भनेर साबित भइसकेको कुरा हुनाले यसको सही समाधान भनेकै मुक्ति हो, भनेको फ्रिडम हो, मधेसलाई अलग राष्ट्रको रूपमा स्थापित गर्नु हो भनेर हामीले ट्विस्टेड सोल्युसन, नेपाल अलग राष्ट्र होस्, मधेस अलग राष्ट्र हो भनेर हामी विदेशमा पढेर आएका, खाइपाई हुर्केका, केही गर्न अब एउटा महत्त्वाकांक्षा बोकेका टाठाबाठाहरूलाई चाहिए हो क्या। यो त
सामान्य जनतालाई त यो भित्री समृद्धि चाहियो, त्यो तपाईले आफ्नो पहिचान चाहियो। सामान्य जनतालाई सोध्ने तरिका त त्यही हो नि। जनमत सङ्ग्रह यो एक दुई जनाले किन सोध्नु टिभीमा? जनमत सङ्ग्रह गरेर हेर्नुहोस् मधेसी के चाहन्छन्। मैले त त्यही बारम्बार फोकस गरेँ। त्यो कुनै कोस्टली पनि छैन। तपाईँको यो आन्दोलनले 50 अरब घाटा भएको छ, 50 अरब, तर जनमत सङ्ग्रह गर्न तपाईँको 15 करोडमा पनि सम्भव छ। त्यो जनमत सङ्ग्रह गरेर हेर्नुहोस् न। मधेसी स्वतन्त्रता चाहन्छन् कि चाहँदैन, अलग देश चाहन्छन् कि चाहँदैन भने डर के? त्यो गराएर हेर्नुहोस्। त्यहाँ समृद्धिको अभियान पो सुरु गर्ने त कहाँ? अब यो सेपरेसनको कुरो फ्रिडम आएपछि समृद्ध हुन्छ। फ्रिडम नहुँदासम्म अरूले फालेर दिएको मात्रै खाने हो। त्यसबाट केही उन्नति कुनै समृद्धि हुनेवाला छ। त्यो कुरा चाहिँ याद राख्दा हुन्छ। नभए चाहिँ डिटेलमा पढ्ने मन छ भने अमर्त्य सेनको डेभलपमेन्ट एज अ फ्रिडम हेर्दा पनि हुन्छ। इतिहास पढेर वर्तमानको एनालाइसिस गर्ने चलन छैन, व्यवहार हेर्ने गरेको छु मैले चाहिँ। हैन इतिहास मात्र नि, त्यो सबै फ्याक्टरहरू छन्, त्यो सबै कुरा देखेर। भनेपछि किताब पढेर तपाईँलाई यसो लाग्यो कि अब किताब पढेर होइन, त्यो रियालिटी हो, ग्राउन्डको रियालिटी हो। तपाईँको ग्राउन्डको रियालिटी हो। तपाईँ के गर्न सक्नु विदाउट फ्रिडम? मैले अघि नै उदाहरण दिएँ पेडा पसलको, त्यो पनि एउटा रियल इक्जाम्पल थियो। टोटल रेस्ट्रिक्सन भएको अवस्था होइन कि फ्रिडम केही हदसम्म पुगेन भन्ने तपाईँको तर्कसँग सहमत हुन सकिएला। मधेसकै कुरा गर्दा, पहाडकै कुरा गर्दा, कर्णालीकै कुरा गर्दा, पूर्वी पहाडकै कुरा गर्दा सकिएला त्यो टु सम एक्सटेन्ट। तर तपाईँले जसरी जबरजस्ती जोडिराख्नु भएको छ पुरै कोलोनाइजेसनै हो भनेर त्यहाँनिर तपाईँले कन्भिन्स गर्न सकिरहनु भएको छैन। मैले अघि पनि प्रमाण दिएँ, जुन एकदम अब्जेक्टिभ र एकदम सठिक प्रमाणहरू थिए, जसले चाहिँ यहाँ औपनिवेशिक शासन छ मधेसमा भनेर पूर्ण रूपले साबित गरिसकेको छ। तपाईँले गर्न खोजिया चाहिँ के? त्यो त मैले सुरुमै स्पष्ट भने, हामीले चाहिँ मधेसलाई अलग राष्ट्रको रूपमा स्थापित गर्न चाहन्छौँ। त्यसको लागि हामी तयारी गरिरहेका छौँ। जनचेतना अभियान चलाइराखेका छौँ, युवा दस्ता तयार गरिराखेका छौँ। र जुन दिन हाम्रो जनभ्रम अभियान हो, एकदम इन्लाइटनिङ अभियान हो। अहिलेसम्म भ्रममा त अहिलेसम्म गुलामहरू बाँचिरहेका थिए, मधेसीहरू अहिलेसम्म बाँचिरहेका थिए। श्रीमान गम्भीर पढ्दै हाम्रो राजा हाम्रो भेष प्राण रड्दै थिए। राजाको ठाउँमा अर्का राजाहरू आएका मात्रै हुन्, भएका छैन। मैले व्यक्तिगत जोड्नु भने मैले डाक्टर सिकेर राउत भोलि त्यहाँको बन्छ भने होइन। अब मधेसमा मधेसीले जाँतो पिन्नु पर्यो जनतालाई, पहाडमा पहाडीले पिन्दिराखेका छन्। पहाडको जाँतोको सट्टा मधेसकै जाँतोले पिसौँ अब त्यहाँका जनता। त्यो जे हुन्छ त्यो उनीहरूको सरोकार हो। त्यसमा तपाईँले चाहिँ टाउको दुखाइराख्नु पर्ने आवश्यकता देख्दिनँ म। सबैले त गर्नु पर्यो नि मुलुकमा। त्यो चाहिँ छोडिदिनुहोस्। त्यो त तपाईँले स्टेप गर्नुभयो प्रश्न, महत्त्वपूर्ण प्रश्नै यही हो डाक्टर राउत। होइन त्यो चाहिँ तपाईँले गरेको अभियानले डर देखाएर भविष्यमा के हुन सक्छ भनेर डर देखाएर तपाईँले गरेको अभियानले चाहिँ साँचो अर्थमा जनताले मुक्ति पाउँछन् भन्ने आधार चाहियो। मैले त्यो आधार भनेको त्यो जनताको हातमा नियन्त्रण हुनेछ। चाबी भनेको की भनेको जनताको हातमा दिइराखेको छ भने त्यो कीबाट जनताले के गर्न सक्छ भनेको जनताले जान्छ। सिंहदरबारको जाँतोले पिसिया थिए जनता, अब उतैको जाँतोले पिनौँ। त्यो बारम्बार तपाईँले रिपिट गरे पनि त्यो सत्य स्थापित हुनेवाला छैन। कार्यक्रमको अन्त्यतिर छौँ। तपाईँलाई लाग्दै आएको आरोप हजुर भन्नुहोस्। अघि मैले भनेको थिएँ, राम्रो जवाफ आएन। कसैबाट परिचालित हुनुहुन्छ तपाईँ? कोबाट? यदि परिचालित छु भने तपाईँ जस्तो प्रबुद्ध पत्रकारहरूले प्रमाणित गरेर यही टिभीबाट देखाउनु पर्यो। अर्को कुरा, नेपालसँग त्यति जासुसहरू छन्, त्यो उनीहरूसँग यदि जासुस पुग्दैन भने विदेशी शक्तिसँग उनीहरूले सहयोग लिउन् र तिनीहरूले पत्ता लगाएर जनता समक्ष मलाई नङ्ग्याउन् कि म कहाँबाट परिचालित छु। र उहाँहरूले सबै कोसिस गरेर थाकिसक्नु भयो। यदि नथाकेको भए यसरी म पछाडि यत्रो बल लगाउनु पर्ने थिएन। उहाँहरू थाकिसक्नु भयो, कतैबाट प्रमाणित गर्न सक्नु भएन। र अहिले चाहिँ खालि मुखले भनेर मात्र त हुँदैन नि। मैले कसैले ल तपाईँ मङ्गल ग्रहबाट आएको हो भनेर भन्नु त भएन नि। तपाईँलाई लाग्दो हो कि जनसमर्थन तपाईँप्रति बढिराखेको छ, तपाईँलाई त्यो भ्रम हुँदो हो। तर समस्या के छ भने एउटा यथार्थ के हो भने अहिले काठमाडौँले जसरी मधेसलाई हेर्नु पर्थ्यो हेर्न नसकेको त्यो नेगेटिभ प्रभावको कारणले तपाईँलाई फाइदा मात्र पुगिराखेको हो। त्यो कुरा चाहिँ राम्रोसँग विचार गर्नुहोस्, एकदम कुल माइन्डमा बसेर। तपाईँ आध्यात्मिक पनि हुनुहुँदो रहेछ, त्यसरी सोच्नु पर्ला एक्चुअली। अरे ठिकै छ, म भन्दैछु यदि मलाई भ्रम छ भने त्यो भ्रमबाट मुक्त गर्ने वा जनतालाई पनि मुक्त गर्ने आधार त त्यही हो। अब्जेक्टिभ तरिका के हो त? जनमत सङ्ग्रह गराएर हेर्नुहोस्, म पनि भ्रममुक्त हुँला, नेपाली राज्य पनि भ्रममुक्त होला, तपाईँ पनि भ्रममुक्त हुनुहुन्छ होला। त्यो गरेर हेर्नु, यो खालि भन्ने किन मात्रै? ल डाक्टर राउत, अब यो यही देशभित्रै समृद्धि खोज्ने, पहिचान खोज्ने र स्वतन्त्रता खोज्ने सबैभन्दा मिडल पाथ हो, मध्य मार्ग भन्छ नि बुद्धिज्ममा। तपाईँ त आध्यात्मिक पनि हुँदो रहेछ। मध्य मार्गकै अपनाएर दुवै एक्सट्रिममा नगएर उत्पीडनको निरन्तरता पनि हुँदैन र उतातिर फेरि अर्को बाटो तपाईँले जुन देखाइरहनु भएको छ त्यसले पनि सही बाटोमा पुर्याउँदैन। त्यसले अन्ततः लाने भनेको हिंसामै हो।
अहिलेको शासकहरूको मानसिकतामा। यो समयमा मध्यमार्गी बाटो हिँडेरै जनताले यही पुस्तामा राहत महसुस गर्न पाउनुपर्छ, एउटा डिग्निफाइड लाइफ बाँच्नु पाउनुपर्छ। उसको छालाको रङ, उसले बोल्ने भाषा जस्तो भए पनि यो मुलुकभित्र त्यतातिर चाहिँ तपाईँ लाग्नु उचित हुन्छ। अरू बाटो तपाईँको रोमान्टिसिजम हो, त्यता नलाग्नुहोस्। हाम्रो शुभेच्छा। समय दिनुभयो, धन्यवाद। धन्यवाद सुशीलजी। अब तपाईँको अलिकति इन्स्ट्रक्टिभ पार्ट भयो, त्यही पनि धन्यवाद छ। र म एउटा कुरा यहाँ क्ल्यारिफाई के गर्न चाहन्छु भने हामीले लिएको मार्गलाई हामीले मध्यम पथ भन्छौँ। मध्यमार्गी पथ भनेकै त्यही हो। त्यो भएन भनेदेखि यहाँ चाहिँ हत्या हिंसा हुन्छ र त्यो भनेको एउटा एक्सट्रिम हो। नेपाली औपनिवेशिक शासनमा पदार्थित हुनु त्यो अर्को एक्सट्रिम हो। हामीले गरेकै भनेको मध्यम पथ, मध्यम पथ हो। त्यसैले म धन्यवाद दिन चाहन्छु। इतिहास भोइलेन्स बिना कहीँ पनि गएको छैन। महात्मा गान्धी हुँदाहुँदै पनि भारतमा भोइलेन्स भएको थियो। तपाईँले आफ्नो महात्मा गान्धीसँग दाँच्ने अहित गर्नुभयो, तर यो होइन त्यो पुरानो 50 वर्ष 60 वर्ष अगाडिको इतिहास हेरेर मात्रै भएन। हामीले अहिले स्कटल्यान्डको उदाहरण पनि हेऱ्यौँ, क्याटालोनियाको उदाहरण पनि हेऱ्यौँ, क्रिमियाको उदाहरण पनि मधेस खोजौँ र त्यहाँ समृद्धि खोजौँ भएको छैन है डाक्टर राव। देशभित्रै मधेस खोजौँ, त्यहाँ समृद्धि खोजौँ, जनताको जीवन स्तर उकासियोस्, पहिचान खोजौँ र डिग्निफाइड लाइफ बाँच्न दिउँ। यही जुनीमा त्यसो गर्नको लागि तपाईँको पनि योगदान छ। पुरा गर्नुहोस् हाम्रो शुभेच्छा। समय दिनुभयो, धन्यवाद। धन्यवाद सुशीलजी। अब ठिकै छ, हुन्छ। दर्शक आज हामीले छलफल गरेर स्वतन्त्र मधेस गठबन्धनका संयोजक डाक्टर सीपी राउतसँग। आजको कार्यक्रमको समय सकिएको छ। म सुशील पाण्डेलाई पनि बिदा दिनुहोस्। हस्त, नमस्कार। Sponsored by जगदम्बा प्रिमियम चकियाटा, Real Burst Apple, light and refreshing. YY Quick Tom Yum, Wordlink Cable Zoom नेपालकै सबैभन्दा फास्टेस्ट इन्टरनेट। अशोक लील्यान्ड, तपाईँको प्रगति हाम्रो चाहना।